हेलो हेलो नमस्कार हजुरहरू सबैलाई मेरो लाइफमा स्वागत छ है। अनि आज चाहिँ मैले एमेजिङ मेरो गेस्टहरू लिएर आएको छु। हजुरहरू चाहिँ अन्तिमसम्म चाहिँ यो लाइभ सुनिदिनुहोस्, हेरिदिनुहोस्। अनि हजुरहरूले चाहिँ आज चाहिँ धेरै कुराहरू लिएर जान्न सक्नुहुन्छ है। अनि मेरो गेस्टहरू सबैजनालाई चाहिँ स्वागत छ मेरो लाइफमा। अनि म चाहिँ पहिले मेरो परिचयतिर गइहाल्छु है। मेरो छोटो परिचय दिइहाल्छु हजुरहरू सबैजनालाई। नमस्कार, मेरो नाम दमन्ता भुजेल। म चाहिँ ओरिजिनली फ्रम भुटान अनि विगत 16 वर्षदेखि चाहिँ अमेरिकामा बसोबास गर्दै आइरहेको छु। अहिले हालै चाहिँ म ओहायो एक्रोनमा बस्छु अनि म चाहिँ मेरो फ्यामिलीको साथमा बस्दै आइरहेको छु। अनि फ्यामिलीको साथमा बस्दै म चाहिँ घरमै बसेर चाहिँ मेरो नानीहरू टेक केयर गरेर चाहिँ म यहाँ अनलाइन डिजिटल बिजनेस पनि रन गरिरहेको छु। थ्याङ्क यू। अनि अनि हजुरहरू चाहिँ कतिजना हुनुहुन्छ? हजुरहरूले चाहिँ यो लाइभ अन्तिमसम्म हेरिदिनुहोस्। अनि यो कमेन्ट बक्समा चाहिँ हजुरहरूले आफ्नो नाम र ठेगाना चाहिँ लेखिदिनुहोस् है। अनि स्वागत छ हजुरहरू सबैजनालाई। थ्याङ्क यू अनि म चाहिँ पहिले चाहिँ अब वेलकम। अनि पहिले चाहिँ म अब आफ्नो परिचय तपाईँहरूको अब एक एकजना गर्दै चाहिँ हजुरहरूलाई चाहिँ म परिचयतिर लान्छु है। अनि पहिलो चाहिँ अविनाश दाई, हजुर चाहिँ परिचय दिनुहोस् त। मेरो चिवा चाहिँ हुनुहुन्छ है। अनि स्वागत छ हजुरलाई मेरो लाइफमा। Okay, thank you so much. Hello everyone. Hi, good evening, good afternoon, good morning. किन मैले बिचबाट लागेको भन्दाखेरि चाहिँ कतिजना चाहिँ नेपालबाट हुनुहुन्छ र कतिजना चाहिँ युनाइटेड स्टेट र कतिजना चाहिँ भनौँ न बाहिरबाट हुनुहुन्छ भने र युनाइटेड स्टेटमा चाहिँ अहिले चाहिँ मेरो चाहिँ भनौँ न पेन्सिल्भेनियाको टाइम चाहिँ ट्याक्कै 1:03 भयो होइन। र अनि नेपालतिर चाहिँ आई थिङ्क मान्छेहरू सबै सुतिसक्यो होला होइन। र उहाँहरूलाई चाहिँ गुड नाइटै भन्नुपर्छ होला है। र अनि सबैजनालाई चाहिँ मेरो भनौँ न मेरो पेजबाट पनि गइरहेको छु, त्यहाँ पनि स्वागत गर्न चाहन्छु। यहाँ पनि हाम्रो दमन्ताजीको चाहिँ लाइभमा तपाईँहरूलाई पनि स्वागत गर्न चाहन्छु। र अनि त्यसको साथसाथै चाहिँ मेरो छोटो परिचय दिन गइरहेको छु। हुन त कतिजनाले मलाई चिनिसक्नु भएको छ, कतिजनाले चाहिँ चिन्नै भएको छैन। यो कालो टोपी लाउने यो मान्छे को हो भनेर तपाईँलाई त्यस्तो लाग्छ भने चाहिँ मेरो छोटो परिचय चाहिँ मेरो नाम चाहिँ भिक राई। म चाहिँ दमन्ताजीले भने जस्तै अरिजिनली चाहिँ भुटानबाटै हो है। अनि म चाहिँ अहिले युनाइटेड स्टेटको पेन्सिल्भेनियाको पनि सिपिन्सबर्ग भन्ने सानो एउटा गाउँमा चाहिँ बस्छु है। करिबन यहाँ चाहिँ 3 वर्ष भयो। अनि भनौँ न युनाइटेड स्टेटमा प्रवेश गरेको चाहिँ लगभग 17 वर्ष भयो। र म भनौँ न बाई पेसा आफ्नो मेरो एउटा भनौँ न पेसाले चाहिँ म एउटा केयर गिभर अथवा म चाहिँ कुनै पनि भनौँ न हेल्थ केयर सम्बन्धी नै म काम गर्छु। त्यसको साइडमा पनि एज अ एउटा साइड हसलको रूपमा चाहिँ मैले यो अमेजिङ अनलाइन डिजिटल बिजनेस रन गर्दै आएको चाहिँ 2 वर्ष भयो है। 4 दिन मात्रै काटिँदैछ, म 2 वर्ष ठ्याक्कै पुगेको। र अनि त्यसले गर्दाखेरि चाहिँ जे होस् मैले एउटा अलिकति अर्कै सोचबाट आएको थिएँ। भनौँ न म चाहिँ ट्रेनिङको साथ भनेर ट्रेनिङको लागि चाहिँ आएको थिएँ, तर यो बिजनेसले चाहिँ मेरो लाइफमा चाहिँ अर्कै छलङ मारेको छ होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो सक्सेसहरू पनि म तपाईँहरूलाई चाहिँ सेयर गर्नेछु। र अहिलेको लागि चाहिँ मैले यतिमै इन्ड गरेँ है त। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच दाई, हजुरलाई हजुरले हजुरको परिचय दिइसक्नुभयो। अनि हजुरहरू चाहिँ अब मैले एकखेप बोलाउँदैखेरि चाहिँ हजुरहरू नाइ नभनिकन आइदिनु भयो। हजुरहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि यसै गरी म चाहिँ अब गणेशजीतिर जान्छु है। हजुरको परिचय दिनुहोस् गणेशजी, हजुरलाई स्वागत छ मेरो लाइफमा। हजुर नमस्कार, थ्याङ्क यू हजुरलाई। अनि हामीलाई यसरी हजुरले यहाँ बोलाएर होइन आफ्नो केही कुराहरू बोल्न दिनुभयो, त्यसको लागि पनि थ्याङ्क यू सो मच। दाइले भने जस्तै गुड मर्निङ गुड आफ्टरनुन होइन। अनि दाइको र मेरो टाइममा पनि ट्याक्कै 1 घन्टाले फरक छ। हामी युएसमै भएर पनि विभिन्न टाइमिङ होइन विभिन्न स्टेटहरू अनुसार चाहिँ अगाडि बढिरहेछौँ। र अब मेरो परिचय दिनु पर्दाखेरि चाहिँ मेरो नाम गणेश तुन्दाली, ओरिजिनल्ली म नेपालदेखि हो, नेपालको कपिलवस्तु। र अहिले चाहिँ विभिन्न स्टेटहरू घुम्दा घुम्दै विगतको 5 वर्षमा अहिले म 2 वर्षदेखि चाहिँ सिकागो इलिनोइमा छु। एकदमै चिसो
हिउँ परेको परि छ। भर्खर गएको हप्ता चाहिँ -24-25 डिग्रीबाट बाँच्दै अहिले यहाँसम्म आइयो होइन। यो बिजनेस थियो र जसरी अब भनौँ न यो बिजनेसको मेन फाइदा भनेको हामीले घरदेखि नै काम गर्दै आइरहेछौँ भन्ने कुराहरू हामीले गरिरहेको थियौँ। त्यो कारणले गर्दाखेरि चाहिँ काममा जाने कुनै पनि प्रेसर नभइकन बिजनेसलाई घरबाटै रन गर्दै अहिले चाहिँ यहाँ आयो र म चाहिँ यो बिजनेसमा इन्भल्भ भएको 1 वर्ष भइसक्यो। अहिले चाहिँ म र मेरो वाइफले चाहिँ सँगसँगै चाहिँ जसको टाइम अनुकूल मिलाएर होइन टाइम अनुकूल मिलाएर चाहिँ हामीले यसरी चाहिँ रन गर्दै अगाडि बढिरहेका छौँ। यति नै रह्यो मेरो छोटो परिचय। थ्याङ्क यू दमनदाजी। थ्याङ्क यू सो मच हजुरलाई पनि। हजुरलाई परिचय दिइसक्नुभयो, हजुर आइदिनु भयो। यसरी मैले बोलाउँदाखेरि नाइ नभनिकन आइदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु है हजुरलाई। अनि यसै गरी हाम्रो तिला दिदीतिर जान्छु है, परिचय दिनु सक्नुहुन्छ तिला दिदी हजुर आफ्नो? हजुर सर्वप्रथम त के अरे हाम्रो दमनता सिस्टरजीलाई धेरै धेरै धन्यवाद, किनकि हजुरको लाइफमा मलाई पार्टिसिपेट हुनको लागि के अरे चान्स दिनुभएकोमा। र कतिजनाले मलाई चिन्नुहुन्छ र कतिजनाले मलाई चिन्नुहुन्न। म मेरो छोटो परिचय दिन्छु। नमस्कार, म तिला मगर, ओरिजिनल्ली भुटानबाट हो र 2013 देखि युनाइटेड स्टेट अफ अमेरिकाको जोर्जिया एटलान्टामा चाहिँ सम्पूर्ण परिवारको साथ चाहिँ बसोबास गरिरहेकी छु। र म चाहिँ एउटा हाउसवाइफ हो र हाउसवाइफ भएको कारणले गर्दाखेरि सम्पूर्ण परिवारको रेखदेख गर्दै र यो एउटा अमेजिङ प्लेटफर्म अनलाइन डिजिटल बिजनेस पनि रन गरिरहेकी छु। र म पनि अब राम्ररी नै मैले धेरै राम्रो कुराहरू सिकिरहेको छु यो अमेजिङ प्लेटफर्मबाट। र केही म पनि सक्सेस हुन सक्छु होला भन्ने एउटा आँट लिएर अगाडि बढिरहेको छु। हजुरहरूको साथ सपोर्ट चाहिन्छ मलाई होइन। यति भन्दै यो मेरो छोटो परिचयलाई यहीँ अन्त गर्न चाहन्छु र फेरि दमनता सिस्टरज्यूलाई दिन चाहन्छु यो प्लेटफर्म। थ्याङ्क यू सो मच दिदी हजुरलाई। हजुरले पनि नाइ नभनिकन मैले एक वचन बोल्दैमा आइदिनु भयो मेरो लाइफमा। हजुरलाई थ्याङ्क यू सो मच। अनि खासै यो ग्लोबल बिजनेस हो है होइन, त्यही भएर चाहिँ हामी अब कतिजना अब कहिल्यै नचिनेको नजानेको हजुरहरूलाई पनि अब नदेखेको नचिनेको हामीलाई चाहिँ यो बिजनेसले गर्दा चाहिँ अब एक बनाइदिएको छ। अनि यो बिजनेस चाहिँ साह्रै एमेजिङ छ। अनि हामीले चाहिँ सक्दिनौँ भनेर होइन, हामी चाहिँ यो बिजनेसमा चाहिँ सफल हुन्छौँ 100%। अनि हामीले चाहिँ सफल भएर हाम्रो लाइफ पनि चेन्ज गरेर चाहिँ हामीले आफ्नो भविष्यमा आफ्नो नानीहरूको पनि लाइफ चाहिँ राम्रोसँग चेन्ज गर्न सक्छौँ। अनि यसलाई चाहिँ हामीले चाहिँ यो बिजनेसमा आउनुको लागि चाहिँ हजुरहरू चाहिँ कतिजना हुनुहुन्छ, हजुरहरूले चाहिँ पोजिटिभ माइन्डसेट लिएर आउनुपर्छ यो बिजनेसमा चाहिँ। अनि हजुरहरू चाहिँ सक्सेस हुनुहुन्छ। सक्सेस नहुने चाहिँ यो बिजनेसमा कुरै हुँदैन है। अनि यसै गरी चाहिँ हाम्रो दाई कोच दाई हुनुहुन्छ ज्ञान दाईतिर जान्छु। हजुरले चाहिँ एक वचन बोल्दैमा आइदिनु भयो मेरो लाइफमा। हजुरलाई स्वागत छ मेरो लाइफमा अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि ज्ञान दाई तपाईँको परिचय दिनुहोस् त। सर्वप्रथम त सबैजनालाई स्वागत छ र धेरै धेरै थ्याङ्क यू हाम्रो दमन्त पुजेलजीलाई। उहाँले मलाई उहाँको लाइभमा बोलाएर मेरो केही शब्द राखिदिन पाएकोमा धेरै खुसी छु र त्यसको लागि म धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। र म परिचयबाट सुरु गर्छु र सबैलाई थाहा नै छ होला, पक्कै पनि धेरैले चिनिसक्नु भएको छ। म चाहिँ ज्ञान कृष्ण डङ्गोल, हाल स्यानोजे क्यालिफोर्नियामा बस्दै आइरहेको छु। विगत लगभग 10 वर्ष भइसकेको छ। भने त्यसको साथसाथै चाहिँ मैले यो अमेजिङ डिजिटल बिजनेस गरेको लगभग 2.5 वर्ष भइसकेको छ। भने त्यसको साथसाथै चाहिँ म एउटा आइटी कम्पनीमा फुल टाइम गर्दै पनि मैले चाहिँ यो साइड हसलको रूपमा गरिरहेको छु, जसले गर्दाखेरि चाहिँ मलाई अरू टेन्सनहरू भएको छैन, अरू काम गर्नु परेको छैन होइन। पैसा सेभिङ गर्नलाई, राम्रो इन्कम गर्नलाई चाहिँ अरूतिर फेरि उबर गर्न, अरूको होइन एक्स्ट्रा टाइममा चाहिँ ग्यास स्टेसन धाउन त्यस्तो परेको छैन। यो बिजनेसले चाहिँ मलाई एकदमै राम्रो फुल सपोर्ट गरेको छ। त्यसको साथसाथै राम्रो इन्कम प्लस होइन फ्यामिलीलाई टाइम दिनु पाएको छु। त्यसको साथसाथै त्यो ग्लोबल बिजनेस पार्टनरहरूसँग चाहिँ यसरी भेटघाट गर्न पाएको छु। आफ्नो होइन सक्सेस स्टोरीहरू, आफ्नो चाहिँ सबै कुराहरू सेयर गरेर, आफूले ज्ञान, आफ्नो चाहिँ नलेजहरू सेयर गरेर उहाँहरूलाई चाहिँ हेल्प गर्न पाएको छु। त्योभन्दा ठुलो कुरो के चाहियो है, अरूलाई हेल्प गरेर उहाँहरूको लाइफमा चेन्ज गर्न पाउनु भनेको नै ठुलो कुरा हो है। त्यही भएर चाहिँ आफूले जानेका सिपहरू, आफूले जानेका ज्ञानहरू चाहिँ म सेयर गर्दै सबै बिजनेस पार्टनरहरूलाई अगाडि बढाउँदैछु भन्दै चाहिँ अहिलेलाई यति नै। थ्याङ्क यू।
हस् थ्याङ्क यू दाइ, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि अब हो नि है, हामीले चाहिँ अब केही अब जानेका कुराहरू चाहिँ अरूलाई सिकायौँ भने हामीलाई पनि त धेरै उत्सुकता हुन्छ है, अनि धेरै खुसी पनि लाग्छ। अब हामीले त केही गरिरहेको छौँ भने त अनि उहाँहरूले पनि यसो हाम्रो कुरा सुनेर आएर जान्नुभयो, सिक्नुभयो भने त हामी त धेरै खुसी हुनेछौँ। अनि त्यही भएर चाहिँ हजुरहरू चाहिँ कतिजनालाई चाहिँ अब इन्ट्रेस्ट हुनुहुन्छ, आउन सक्नु भएको छैन, बिजनेसमा के गर्ने कसो गर्ने भनेर सोचिरहनु भएको छ। अनि यो बिजनेस कसरी गर्ने के गर्ने भनेर पनि हजुरहरू सोच्दै बसिरहनु भएको छ अहिलेसम्म भने चाहिँ हजुरहरूले चाहिँ स्योर यो लाइभ चाहिँ हेर्नुपर्छ। अनि हजुरहरूलाई यहाँ भनिएको हुन्छ सबैजना। आज त मैले धेरै मेरो 2जनै कोच लिएर आएको छु, अनि मेरो बिजनेस पार्टनरहरू पनि हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ आज तपाईँहरूलाई चाहिँ धेरै कुराहरू सेयर गर्न सक्नुहुन्छ। अनि हजुरहरूले चाहिँ यो लाइभ चाहिँ अन्तिमसम्म बसेर हेरिदिनु पर्ने हुन्छ है। थ्याङ्क यू। अनि यसै गरी चाहिँ म हाम्रो अविनाश दाईलाई चाहिँ एउटा क्वेसन सोध्न चाहन्छु है। दाई चाहिँ यो बिजनेसमा चाहिँ किन चाहिँ आउनु भएको, तपाईँको विकेश भइ चाहिँ के छ त अलिकति भनिदिनुहुन्छ कि? ओके, वन्स अगेन थ्याङ्क यू सो मच है। मलाई यो जुन मेरो बिग वाइ सेयर गर्नको लागि चाहिँ भनौँ न यो जुन स्ट्रेस दिनुभएकोमा मैले अघि भनिहालेँ, म चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले चाहिँ यो बिजनेसमा आएको थिएँ। मेरो सोचाइ र मेरो बिग वाइ भनेको के थियो भन्दाखेरि चाहिँ मैले चाहिँ भनौँ न बाहिर गएर काम गरिरहनु नपरोस् र भनौँ न अरूको अब देखेको हो नि त, अनलाइनमा अब धेरै कामहरू गरिराखेको छ, अनलाइनबाटै नै आफ्नो एउटा प्यासिभ इन्कमले पनि लाइफ चाहिँ चलाउन सकिँदो रहेछ भन्ने कुरा त हामीले स्टडी गरेको थियौँ होइन, धेरै रिसर्चहरू गरेको थियौँ। तर अब एक्ज्याक्टली मैले यही चाहिँ गर्दाखेरि चाहिँ हुन्छ भन्ने चाहिँ मलाई त्यो लागेको थिएन क्या, मैले भेटिराखेको थिइनँ। अनि भनौँ न मैले चाहिँ यो बिजनेस अब भनौँ न यहीँ हुनुहुन्छ हाम्रो भनौँ न मेरो मेन्टर हुनुहुन्छ ज्ञानजी हुनुहुन्छ, उहाँको जुन यो एउटा छोटो एउटा भिडियोले चाहिँ मलाई चाहिँ प्रभाव पार्यो है। किनकि म त्योभन्दा अगाडि चाहिँ मैले बारम्बार भन्ने गर्छु होइन, म चाहिँ एउटा एफिलिएट मार्केटिङ होइन, अनि एमाजोन एफिलिएट मार्केटिङ कतिजनालाई चाहिँ थाहा छ, कतिजनालाई चाहिँ थाहा छैन होइन। अनि त्यो एफिलिएट मार्केटिङ रन गर्दाखेरि त्यो सक्सेसहरू चाहिँ मैले हासिल गर्न नसक्दाखेरि चाहिँ मलाई अलिकति फ्रस्ट्रेट चाहिँ भएको थियो। र अब त्यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ आफूले एउटा भनौँ न ट्रेनिङहरू नपाउँदा, स्किलहरू मार्केटिङ स्ट्राटेजिसहरू आफूसँग नहुँदा, किन भन्दाखेरि म भिन्नै एउटा भनौँ न प्रोफेसन वाइज म अर्कै थिएँ होइन। त्यसलाई चाहिँ मैले चेन्ज गर्नु थियो कि अहिलेको अब डिजिटलाइज वर्ल्डमा किन भन्दा म एउटा टिचिङ फिल्डको व्यक्ति, अनि बिजनेस भनेको त मैले त्यो लाइफमा मैले नगरेको। अनि बिचमा आएर मैले चाहिँ एमाजोनको एफिलिएट मार्केटिङ रन गर्ने पर्यो, तर त्यसमा त्यो कुनै पनि मैले भनौँ न विभिन्न प्रकारको हन्डर ठक्करहरू खानु पर्यो होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अब सिस्टमहरू नहुने, ट्रेनिङहरू नहुने, अब विभिन्न इन्फ्लुएन्सरहरूको भिडियो हेरेर त हामीले त्यहाँ धेरै कुरा सिक्ने नै भएन कि। त्यसले गर्दाखेरि चाहिँ मलाई त्यो रिग्रेट लागिरहेको थियो। अनि हाम्रो ज्ञानजी अब मेरो मेन्टर, उहाँको भिडियो पाइसकेपछि चाहिँ मैले उहाँकोमा के पाएको थिएँ भन्दाखेरि चाहिँ उहाँलाई मैले प्रश्न पनि गरेको थिएँ क्या होइन। उहाँलाई चाहिँ अब के प्रश्न गरेको थिएँ भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ यो बिजनेस रन गर्दाखेरि चाहिँ र यो बिजनेसमा भएको सिस्टम ट्रेनिङले चाहिँ म यो बिजनेस रन गर्छु, यसलाई चाहिँ सपोर्ट हुन्छ कि हुँदैन भनेर मैले यही प्रश्न गरेको थिएँ होइन, यहीँ हुनुहुन्छ होइन। अनि त्यो हुँदाखेरि चाहिँ अनि मलाई के लाग्यो भन्दा उहाँले आन्सर दिनुभयो सिम्पल होइन, अब म जस्तै होइन। उहाँले पनि सिम्पल तरिकाले भन्नुभयो कि तपाईँले जुनै अनलाइन बिजनेस पनि वर्ल्डको जुनै प्लेटफर्म पनि रन गर्न सक्नुहुन्छ। मैले चाहिएको त्यही हो, किन भन्दा मैले एउटा सिस्टम क्रिएट गर्नु खोज्दाखेरि मलाई चाहिँ पैसा चार्ज गरेँ कि, धेरै धेरै चार्जहरू गरेको थियो पहिला म एफिलिएटमा हुँदाखेरि। अनि त्यो मलाई थाहा थियो क्या, यसमा आइसकेपछि चाहिँ मैले फ्री पाउँछु, यही म लगेर युटिलाइज गर्छु नि भन्ने मेरो मनस्थिति त्यो बनेको थियो कि। भनेपछि म छुट्टै ब्याकग्राउन्डबाट आएँ कि, त्यसले गर्दाखेरि चाहिँ मेरो बिग वाइ चाहिँ त्यही हो। मैले
अर्को बिजनेस गरेर पनि म चाहिँ केही प्यासिभ इन्कमले पनि लाइफ चाहिँ चलाउन सक्छु, म फेरि म ब्याक कम्पनीमा जानु नपरोस् भन्ने थियो क्या होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अनि पछि मैले यो बिजनेस पाएँ। तर मैले के भयो भन्दाखेरि चाहिँ टोटली रिभर्स भयो कि अब यो बिजनेसमा इन्कम के कस्तो थियो त्यो त मलाई थाहा भएन होइन। किनभने मैले त्यहाँ हामीसँग चाहिँ अब यो 149 डिपोजिट राखेर अनि 8वटा भिडियो हेर्नुपर्ने त्यो पनि छिटो 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 गरेर गएर म चाहिँ ट्रेनिङ लिनु थियो के त्यहाँबाट। किनभने फ्री ट्रेनिङ पाउनु र अनि तपाईँले फ्री ट्रेनिङ पाएर अरू बिजनेसलाई हेल्प हुन्छ भने त वाइ नट होइन। नेपालीको एउटा नेपालीलाई थाहा छ नि त होइन, नेपालीको भनाइ होइन, सितैमा पायो भने अलकत्रा पनि खाइदिन्छ भनेपछि त्यस्तै प्रकारले चाहिँ मैले चाहिँ अब सितैमा पाएको छु। अब त्यसले चाहिँ म यो बिजनेस रन गर्छु किनभने मलाई थाहा थियो नि त 5 फिगर्स 6 फिगर्स 7 फिगर्स अफ इन्कम जेनेरेट गर्ने एफिलिएट मार्केटिङमा पनि मजाले पाइन्छ। तर उहाँहरूले चाहिँ कसरी गर्दो रहेछ भन्दाखेरि चाहिँ उहाँले चाहिँ छुट्टै सिस्टम किनेर बनाउँदो रहेछ कि। अनि हामी नर्मल अब एज एउटा मिडियम भनौँ न वर्गकोले त गाह्रो हुँदो रहेछ, अफोर्ड गर्ने नसकिने। अनि अब यतापट्टि त्यसरी गर्न पाइयो भने त राम्रो। मैले चाहिँ विदिन 3 डेजमा चाहिँ म यो बिजनेसमा एनरोल भएर अनि त्यहाँदेखि मैले भनौँ न कोचिङ कलमा कति इन्कम हुन्छ के हुन्छ त्यो पनि मैले नसोधिकन चाहिँ यो बिजनेसमा म प्रवेश गरेँ कि। अनि यो बिजनेसमा प्रवेश गरिसकेपछि चाहिँ लगभग भनौँ न त्यस्तै अब हुन्छ, अब ट्रेनिङहरू यताउता सिस्टम बुझ्नको लागि अलिकति टाइम त लाग्यो। तर विदिन 1 to 2 मन्थको अन्तरालमा चाहिँ मैले जुन 6-7 महिना 8 महिना रन गर्दाखेरि नकमाएको इन्कम चाहिँ मैले यो बिजनेसमा पाएँ कि। त्यसले गर्दाखेरि चाहिँ टोटली मैले त्यतापट्टिको चाहिँ बन्द गरिदिएँ क्या। त्यतापट्टिको म 2-3वटा मैले चाहिँ लाइसेन्स लिएर गरेको, तर त्यताकोलाई चाहिँ थन्क्याएर अब यता आएँ क्या। किन भन्दाखेरि मेन्टली मैले चाहिँ के सोचेँ भन्दाखेरि चाहिँ अब यतापट्टि चाहिँ होइन, यता चाहिँ ठिक रहेछ। किन भन्दाखेरि मैले यस्तो अब भनौँ न इन्टिमेट फ्रेन्डली होइन मेरो मेन्टर पनि पाएँ। अनि त्यहाँदेखि एउटा हाम्रो नेपाली समाजमा चाहिँ कम्युनिटी राम्रो, अनि त्यहाँदेखि त्यसको साथसाथमा युज कम्युनिटी पनि छ होइन। त्यो कम्युनिटीले पनि हामीलाई चाहिँ सपोर्ट गर्ने हुँदो रहेछ भनेपछि मैले चाहिँ यसमा आएर चाहिँ अर्कै मैले चाहिँ लाइफ पाएँ क्या। अनि त्यही भएर चाहिँ अनि अहिले आएर चाहिँ म भनौँ न यो बिजनेसलाई मैले एज अ एउटा साइड हसलको रूपमा काम गरेँ तापनि मैले चाहिँ अब तयारी चाहिँ मेरो के छ भन्दाखेरि चाहिँ नेक्स्ट भनेको चाहिँ मैले बाहिर गएर मेरो फ्यामिलीले काम गर्नु नपरोस् र यो बिजनेस गरेर नि आफ्नो फ्यामिलीमा जति पनि एक्सपेन्सेस छ त्यो कुरालाई चाहिँ मैले सजिलै कभर गर्न सक्छु भन्ने त्यो मेरो आँट पनि छ अब होइन। किन भन्दाखेरि मैले मेरो सक्सेसको मूल्याङ्कन मैले गर्ने हो नि त होइन। भनेपछि मैले अड्कल गरिसकेपछि अब म बाहिर गएर काम गर्नु पर्दैन फेरि, र मैले अहिले फुल टाइम पनि गरिरहेको छु। त्यो भन्दा पनि मलाई चाहिँ यसमा भरोसा, किनभने फुल टाइम भनेको त तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ कम्पनीमा काम गरेको त जति बेला पनि सुक्न सक्छ, जति बेला पनि कुनै पनि त्यहाँ भनौँ न उयो छैन के, ग्यारेन्टी छैन भनेपछि स्टेबल छैन। तपाईँको 2-3 दिन चाहिँ तपाईँ बिरामी भएर चाहिँ काममा जानु सक्नु भएन भने त्यताबाट छुट्टी गर्नु होइन। रिप्लेसेबल हो नि त हामी त होइन। उनीहरूलाई राम्रो लाग्यो भने राख्ने, राम्रो लागेन हाम्रो एनर्जेटिक हामी चाहिँ अलिकति काम गर्न सक्ने अलिकति फुर्तिलो भइयो भने उनीहरूले राख्छ। अथवा तपाईँ चाहिँ अलिकति क्रिएटिभ हुनुहुन्छ, मजाले काम गर्न सक्नुहुन्छ, तपाईँको एज पनि ठिक्क छ होइन, ब्यालेन्स छ, अनि तपाईँले चाहिँ तपाईँ हेल्दी हुनुहुन्छ, तपाईँलाई मजाले तपाईँलाई हायर गर्छ। तर तपाईँको इफ तपाईँ भोलिपल्ट चाहिँ तपाईँ बिरामी भएर हप्ता दिन चाहिँ तपाईँ लड्नुहोस् त, भोलिपल्टदेखि तपाईँलाई चाहिँ फायर गर्छ अथवा तपाईँलाई केही न केही बहाना बनाएर चाहिँ तपाईँलाई चाहिँ के गरिदिन्छ त्यहाँबाट चाहिँ बढाएर फ्यालिदिन्छ। भनेपछि हामी भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामी एम्प्लोइ भइसकेपछि चाहिँ हामीले चाहिँ के बुझ्नु पर्यो, हामी चाहिँ जहिले पनि उनीहरूको लागि चाहिँ रिप्लेसेबल होइन, चेन्ज जति बेला पनि गरिदिन्छ। उनीहरूले फ्रेस मान्छे पायो भने र राम्रो काम गर्ने मान्छे पायो भने के गरिदिन्छ, पुरानोलाई त बढाएर फ्यालिदिन्छ। भनेपछि देयर इज नो ग्यारेन्टी। भनेपछि त्यसले गर्दाखेरि अब मसँग अर्को इन्कम सोर्स छ भने त मैले एकदम भनौँ न फटफटाउनु परेन नि त होइन, एकदम स्ट्रेसमा बस्नु परेन। ल अब यतापट्टिको जब गयो अर्कोपट्टि मैले के गर्ने, मसँग त छैन भन्ने त्यो स्ट्रेस चाहिँ अहिले मैले चाहिँ गर्नु परेको छैन। त्यसले गर्दाखेरि चाहिँ यो बिजनेसमा आउनुको मेन उद्देश्य भनेको मैले अघि भनिहालेँ
हैन म प्यासिभ इन्कमले नि मेरो लाइफ बिताउँछु मेरो फ्यामिलीलाई सपोर्ट गर्छु भन्ने हो र अनि अर्को कुरा भनेको चाहिँ यो बिजनेसमा आउँदा म चाहिँ ट्रेनिङको लागि आएको थिएँ खासै गरी चाहिँ ल थ्याङ्क यू सो मच यति वाह थ्याङ्क यू दाइ हजुरलाई धन्यवाद है अनि हजुरले चाहिँ कस्तो धेरै कस्तो मजाले आफ्नो बिगेस्ट बोइजहरू चाहिँ भनिदिनु भयो है अनि हाम्रो दर्शकहरूले पनि कतिजनाले सुनिरहनु भएको छ होला हजुरहरूलाई पनि यस्तै अब दुःख पर्छ भनेर चाहिँ हजुरहरूले चाहिँ पछाडि गएर दुःख गर्नुभन्दा चाहिँ हजुरहरूले चाहिँ अहिले चाहिँ यो साइड हसलको लागि चाहिँ हजुरहरूले यो बिजनेस गर्नुभयो भने चाहिँ पछाडि अब कम्पनीले पनि त निकालिदियो भने हजुरले त टेन्सन मान्नु पर्दैन जब खोज्न हिँडिरहनु पर्दैन हजुरले यसमै गर्दा पनि हजुरलाई चाहिँ 5-6 फिगर इन्कम हुन्छ है अनि त्यही भएर हजुरहरूले चाहिँ आफ्नो लाइफको बारेमा सोच्नुहोस् थ्याङ्क यू दाइ तपाईँलाई अनि यसै गरी हाम्रो ज्ञान दाइलाई पनि म यही क्वेसन सोध्छु है हजुर पनि अब कति दुःख गरेर कति दुःख कष्ट सहेर हजुरले अब आफ्नो लाइफमा चाहिँ केही नगर्नु पर्यो अब यस्तो दुःख गर्नुभन्दा चाहिँ राम्रो बिजनेस भेटे गर्थे भनेर हजुरलाई त्यस्तो लागेको थियो कि के थियो हजुरलाई अनि हजुरले चाहिँ यो अब आफूले गर्दै गरेको काम हजुरलाई कति धेरै कष्ट भइरहेको थियो कि थिएन हजुरलाई त्यो अलिकति भनिदिनुहोस् न ओके धेरै धेरै धन्यवाद हाम्रो दमन्तलाई मेरो बिगेस्ट वाइ र किन चाहिँ मेरो यो जर्नीमा आएँ भन्ने कुरा चाहिँ म सेयर गर्न चाहन्छु है नि अब मैले धेरैचोटि लाइभमा भनेको छु र म चाहिँ 2016मा चाहिँ अमेरिकामा आएको थिएँ जस्ट एउटा सुटकेस बोकेर भनौँ न होइन बिरानो देशमा होइन बिरानो संसारमा होइन त्यसरी आउँदाखेरि चाहिँ अब यहाँनिर चाहिँ तपाईँको इभन लाइक म चाहिँ मेरो बहिनीहरूसँग नर्थ क्यारोलाइनामा बस्थेँ र त्यहाँबाट चाहिँ क्यालिफोर्निया आउनुपर्ने थियो त इभन मसित चाहिँ प्लेन भाडा पनि थिएन क्या क्यालिफोर्निया आउनको लागि अनि मेरो एउटा दाइले चाहिँ क्यालिफोर्नियामा चाहिँ यस्तो यस्तो काम छ तपाईँ चाहिँ आउनुहोस् भनेर भन्यो अनि म चाहिँ त्यहाँ गएर चाहिँ उसले नै मलाई प्लेन भाडा राखेर चाहिँ म क्यालिफोर्निया आएर एउटा रेस्टुरेन्टबाट काम सुरु गरेँ जब चाहिँ मेरो खुट्टामा चाहिँ एकदमै ठुलो चाहिँ मड्केको थियो त्यो बेलामा पनि मैले चाहिँ 2-3 दिन आराम गरेँ 2-3 दिन आराम गरिसकेपछि चाहिँ अब कति आराम गर्ने अर्काको ठाउँमा आएर होइन काम गर्नु पर्यो अनि रेस्टुरेन्टमा काम गर्छु भनेर खुट्टा मर्किँदा पनि मैले चाहिँ के गरेँ रेस्टुरेन्टबाट काम सुरु गरेँ अब रेस्टुरेन्ट काम गर्दाखेरि त एकदमै गाह्रो छ तपाईँलाई सबैलाई थाहा छ जसले रेस्टुरेन्ट गर्नुभएको छ होइन हामीले चाहिँ अब तपाईँको इभन लाइक मैले चाहिँ कुकको हेल्परको रूपमा काम गर्दा काम सिक्दै गएँ र अब त्यो कुकको हेल्परको काम गर्दाखेरि अब त्यो नेपाली रेस्टुरेन्टमा होइन त्यो रोटी बनाउनु पर्थ्यो होइन नान बनाउनु पर्थ्यो त्यो सबै भित्र ओभनमा राख्दाखेरि चाहिँ पुरै हातहरू पोलेको थियो होइन त्यसपछि चाहिँ अब त्यो पोल्दाखेरि चाहिँ अब राति गएर रुनी बाहेक केही अप्सनै थिएन किनभने बिरानो देशमा हामी चाहिँ ठुलो सपना देखेर पैसा कमाउँछु भनेर आउँथेँ तर यहाँ आइसक्दाखेरि चाहिँ हामीले आफूले एजुकेसन अनुसार चाहिँ हामीले काम पनि नपाउने सुरुमा चाहिँ जस्तोसुकै डक्टर इन्जिनियर जस्तोसुकै नेपालमा जे पेसा गरेर आएको भए पनि यहाँबाट चाहिँ जेरोबाटै सुरु गर्नुपर्ने रहेछ होइन त्यही चाहिँ मैले मेरो जर्नी पनि त्यसरी नै सुरु भयो र त्यसरी दिन बित्दै गयो अनि राम्ररी कामहरू सिक्दै गएँ होइन सिक्दै गएँ तर अब मेरो उद्देश्य चाहिँ होइन त्यहाँ काम सिकेर चाहिँ सेफ बन्ने चाहिँ थिएन किन भन्दाखेरि चाहिँ मलाई थाहा थियो होइन अर्काको काम गरेर चाहिँ पक्कै पनि कहिले उन्नति हुँदैन भन्ने कुरा मलाई नेपालदेखि थाहा थियो होइन मैले नेपालमा पनि 2-4 वर्ष अर्को काम गरेपछि चाहिँ मैले व्यवसाय नै सुरु गरेँ थिएँ मलाई चाहिँ पहिलादेखि नै व्यवसाय गर्ने रहर थियो प्लस अरू जस्तै चाहिँ व्यवसायले नै लाइफ चेन्ज हुन्छ भन्ने चाहिँ मलाई थियो तर बिरानो देशमा एक्लो देशमा चाहिँ आएर चाहिँ त्यसरी मैले काम सुरु गरेँ प्लस त्यसको साथसाथै चाहिँ अब चाहिँ भएन यो कामबाट भएन भनेर चाहिँ फेरि एउटा दाइलाई भनेर ग्यास स्टेसन गएँ ग्यास स्टेसनमा पनि सबै कामहरू सिक्दै गएँ रजिस्टरसम्म हान्ने भइसकेपछि चाहिँ अब के भयो भन्दाखेरि त्यो सबै कुलरमा गएर त्यो तपाईँको चाहिँ होइन सबै ड्रिङ्क्सहरू भर्नुपर्ने त्यसले गर्दाखेरि चाहिँ मलाई चिसो लाग्ने र ढाडहरू दुख्नु थालिसकेपछि होइन यो त जिन्दगीमा यस्तो काम गरेर हुँदैन अब चाहिँ सिक्नुपर्छ भनेर चाहिँ होइन अनि कम्पनीहरूतिर ट्राई गर्ने भनेर चाहिँ मैले त्यहाँबाट पनि जब छोडेर अनि त्यसपछि उबर गर्न थालेँ होइन उबर गरेपछि चाहिँ अलिकति टाइम भ्याएर त्यहाँबाट चाहिँ अब पढ्छु अब चाहिँ यो उबर गरेर पनि भएन किन भन्दाखेरि लङ आवरमा होइन उबर गर्दाखेरि चाहिँ तपाईँ चाहिँ कस्टमर आएको गर्छ आफ्नो इभन हामीले चाहिँ
रेस्ट रुम जान पनि टाइम हुँदैन र हामीलाई चाहिँ अब धेरै रोगहरू लाग्न सक्छ भन्ने कुरा चाहिँ मलाई क्लिक गरिसकेपछि चाहिँ अब चाहिँ यस्तो राम्रो बिजनेस कुनै पाए हुन्छ भनेर सोच्दै गएँ, तर पनि त्यस्तो बेलामा धेरै ट्राई गरेँ तर पाइरहेको थिएन। अनि लास्टमा आएर चाहिँ मैले चाहिँ पढ्नुपर्छ भन्ने कुरा सम्झेर फेरि पढ्न पनि सुरु गरेँ है। मैले चाहिँ स्ट्रगल चाहिँ एकदम स्ट्रगल गरेछु पढ्दै चाहिँ। मैले चाहिँ उबर पनि गरेँ, एमाजोनहरू गरेँ। अनि अब एउटा यत्रो एमाजोनमा त यत्रो ठुल्ठुलो पहाडी बोकेर होइन 3 तला 5 तला माथि गएर चाहिँ बक्सहरू पुऱ्याउनु पर्थ्यो। सबैलाई थाहा छ जसले एमाजोन गर्नुभएको छ होइन, कुकुरले लखाड्थ्यो होइन, त्यो गर्थ्यो त्यो पनि गरियो होइन। या पानी पर्दा बेला छाता ओरेर छाता उडाउँथ्यो होइन, त्यो बक्स पुऱ्याउनु जाँदाखेरि त्यो दुःख गर्दाखेरि चाहिँ होइन हो यति दुःख गर्दा पनि नभएपछि चाहिँ अब के गर्ने भनेर सोचेर फेरि पढ्नुपर्छ भनेर एकदम मजाले पढेँ पनि। अनि आइटीमा पनि काम गरेँ। आइटीमा काम गरेर पनि राम्रो कम्पनीमा पनि पाएँ, तर तपाईँको चाहिँ त्यहाँ चाहिँ राम्रो काम गरे पनि त्यहाँ चाहिँ मेरो साथीहरूलाई पनि निकालिदिएपछि चाहिँ ओ माई गड, तपाईँ चाहिँ जति पढ्नुहोस्, जति डक्टर इन्जिनियर हुनुहोस्, जस्तो सुकै पनि तपाईँले आइटीमै राम्रो होइन जेसुकै राम्रो काम गरे पनि लास्टमा त नचाहिने बेलामा त झिक्दिनु रहेछ उनीहरूलाई। नचाहिने बेलामा कम्पनीमा भनेपछि चाहिँ अब चाहिँ के गर्ने त, अब चाहिँ आफ्नो बाहेक अरू मैले केही देखिनँ, आफ्नै बिजनेस सुरु गर्नुपर्छ, एनी हाउ गर्नुपर्छ भनेर मैले हाम्रो भिक्जीले जस्तै पनि मैले चाहिँ सपिफाईबाट मैले चाहिँ इ कमर्सहरू गर्न थालेँ। तर इ कमर्समा गर्दाखेरि पनि त्यसमा चाहिँ सिक्नको लागि पनि हामीले चाहिँ मन्थली चाहिँ $1000 $1500 चाहिँ फी तिरिराख्नु पर्ने भएर अनि मैले चाहिँ यस्तो एमेजिङ बिजनेस खोजिरहेको थिएँ जसमा चाहिँ हामीले चाहिँ होइन फ्रीमा सबै ट्रेनिङहरू पाओस्, हामीलाई मेन्टर कोच पाओस्, त्यसले सिकाओस् भन्ने कुराहरू चाहिँ खोज्दै थिएँ। र ठ्याक्कै यो भेटिसकेपछि चाहिँ मैले चाहिँ यो बिजनेस सुरु गरेको है। अहिले सुरु गरेको लगभग 2.5 वर्ष भएको छ। 2.5 वर्षमा चाहिँ मैले चाहिँ होइन मैले 8 वर्षमा मैले जुन चाहिँ इन्कम गरेको थिएन त्यो चाहिँ मैले यो 2 वर्ष 2.5 वर्षमा चाहिँ त्यति चाहिँ मैले इन्कम गरेँ होइन। यो चाहिँ एमेजिङ बिजनेस हो, एकदमै राम्रो बिजनेस हो होइन। तपाईँ चाहिँ अनि मेरो बिगेस्ट वाइ भनेको चाहिँ सबैभन्दा ठुलो बिगेस्ट वाइ भनेको त्यही हो। मलाई चाहिँ होइन कोही कसैले पनि निकाल्न नसकोस् होइन। आफूले नै आफ्नो बिजनेस रन गरेपछि कसैले निकाल्ने कुरा भएन भनेपछि कम्पनीमा काम गर्नुभयो भने त उनीहरूलाई तपाईँलाई जहिलेसम्म तपाईँलाई चाहिन्छ त्यो बेला निकालिदिन्छ। त्यही भएर चाहिँ मैले त्यो सोचेर चाहिँ मैले चाहिँ आफ्नै बिजनेस रन गर्न सकोस्, मलाई कसले पनि निकाल्न नसकोस् होइन। मैले चाहिँ आफ्नै बिजनेसलाई रन गरेर चाहिँ आफ्नै बोस चाहिँ आफू होस् भनेर चाहिँ मेरो बिगेस्ट वाइ चाहिँ त्यही हो। अनि त्यसको साथसाथै त अब फ्यामिली होइन, फ्यामिली छ। म विदेशमा आएँ, यत्रो वर्ष विदेशमा परिवारबाट छुटेर बसेँ, परिवारबाट छुटेर बस्दाखेरि पनि अब चाहिँ त्यो कसरी चाहिँ आफ्नो मेरो चाहिँ अब सन्तानले चाहिँ फेरि यस्तै सेम कुरा चाहिँ भोग्न नपरोस् होइन। उनीहरूले चाहिँ अर्काको काममा जान नपरोस्, अर्काको चाहिँ होइन विदेशमा आएर यसरी चाहिँ एक्लै आएर चाहिँ के गर्न नपरोस्, उनीहरूले फेरि काम गर्न नपरोस् भनेर चाहिँ मैले चाहिँ यो बिजनेस सुरु गरेको हो। र यो सुरु गरेकोमा चाहिँ म आफूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसको साथसाथै चाहिँ होल यो एमेजिङ डिजिटल बिजनेस क्रिएट गर्ने हाम्रा होइन लिडरहरूलाई, हाम्रो टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने आज यही प्लेटफर्मले गर्दाखेरि चाहिँ मैले चाहिँ 5 to 6 फिगर चाहिँ इन्कम मन्थली बनाउन सकिरहेको छु भने पक्कै तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। त्यही अघि दमन्तले भने जस्तै यो बिजनेसमा तपाईँ आउँदै हुनुहुन्छ भने पहिला बिगेस्ट वाइ लिएर आउनुहोस्, तपाईँ 100% सक्सेस हुन सक्नुहुन्छ भनेर भन्नु छ। धन्यवाद। वाह, थ्याङ्क यू दाई। हजुरको नि कस्तो धेरै दुःख कष्ट सहेर हजुरले चाहिँ त्यस्तो हुँदा पनि त्यत्रो काम गरेर हजुरले चाहिँ अब यो यस्तो राम्रो एमेजिङ प्लेटफर्म भेटाउनु भयो है। अनि हजुरलाई चाहिँ धेरै खुसी पनि लाग्यो होला है, धेरै खुसी हुनुभयो। अनि हजुरले चाहिँ अब फेरि त्यहाँ गएर काम गर्नु नपर्दा पनि हजुरलाई धेरै खुसी छ भनेपछि चाहिँ अनि अब सोच्नुहोस् न हजुरहरू पनि अब भ्युवर्सहरू कतिजना हुनुहुन्छ होला है तपाईँहरू। अनि यस्तो दुःख कष्ट गरेर सबैले अब दुःख कष्ट त गर्नै पर्छ। अनि त्यो गरेर बापत पनि हामीले चाहिँ अब त्यही दुःख कष्टमै आफ्नो जीवन बिताउनु भन्दा चाहिँ हाम्रो ज्ञान दाइले भन्नुभयो अघि नै, उहाँले यस्तो राम्रो प्लेटफर्म पाउनुभयो। अहिले उहाँ यहीँ आएर यही प्लेटफर्ममा गरिरहनु भएको छ यो बिजनेस भन्ने। हजुरहरू चाहिँ किन सक्नुहुन्न? हजुरहरूले पनि दाइले जस्तै आँट गर्नुहोस्। अनि हजुरहरूले पनि एकचोटि आएर बुझ्नुहोस् बिजनेस। अनि हजुरहरूको पनि लाइफ सेटल गर्नुहोस्। हजुरहरूको साथसाथै अब अरू कतिजना हुनुहुन्छ हजुरहरू जस्तै पीडित हुनुहुन्छ,
धेरै दुःख पाएर बसिरहनु भएको हुन्छ। उहाँहरूको पनि घरमा एकजनाले कमाएर सबै पुर्याउनु पर्ने भइरहेको हुन्छ। उहाँहरूलाई पनि हजुरहरूले जस्तै आएर चाहिँ अब दाइले हामीलाई त्यस्तो उहाँको चाहिँ विकास भइ सुनाएपछि त हामीलाई पनि त अब यसो अरूलाई पनि अब हामीले जाने बुझेको कुराहरू अरूलाई पनि सिकाइदिउँ भनेर चाहिँ हामीले कस्तो धेरै अब यो सेयर गरिरहेको छौँ भने चाहिँ हजुरहरू पनि आउनुहोस् अनि हजुरहरू पनि सक्सेस भएर हजुरहरूले पनि अरू अब पीडितहरूलाई चाहिँ अब कति दुःख पाएको मान्छेहरूलाई पनि यसरी नै हजुरहरूले पनि सेयर गर्न सक्नुहुन्छ है। थ्याङ्क यू। अनि यसै गरी चाहिँ दाइलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है। कति मजाले उहाँले आफ्नो विकास भई भन्नुभयो अनि कस्तो धेरै दुःख पाएको कुरा पनि सुन्दा मलाई कस्तो नराम्रो पनि लाग्यो है। अनि त्यसको लागि चाहिँ सरी। अनि यसै गरी अब म चाहिँ तिला दिदीतिर जान्छु है। तिला दिदीको पनि विकास भई सुनाइदिनुहुन्छ कि भनिदिनुहुन्छ कि सो सेयर गर्नुहोस् न। थ्याङ्क यू सो मच दमन्ता सिसलाई होइन मलाई यसरी के अरे एउटा अपर्च्युनिटी दिनुभएकोमा। र अघि नै उहाँले भन्नुभएको थियो, उहाँले चाहिँ मलाई यस्तो खालको क्वेसन सोध्नुभएको छ कि यो प्लेटफर्म चाहिँ कसरी पाउनु भयो त होइन, तपाईँले कसरी पाउनुभयो र यसबाट यो चाहिँ प्लेटफर्म चाहिँ किन चाहिँ तपाईँले चुज गर्नुभयो भन्ने खालको क्वेसन आफ्नो दिनुभएको छ मलाई। र यो क्वेसन दिनुभएकोमा धेरै धेरै धन्यवाद। दिदी बोल्दा बोल्दै एकछिन तपाईँले त्यो अहिले छोडिदिनुहोस् कि तपाईँको पहिले चाहिँ विकास भयो भनिदिनुहोस् न। मेरो मेरो बिगेस्ट वाइफ भनेको नै अब त्यही हो। अब भुटानदेखि नेपाल आइयो, नेपालमा धेरै दुःख पाइयो होइन। धेरै दुःख पाएपछि अब एउटा थर्ड कन्ट्री सेटलमेन्टले कारणले गर्दाखेरि हामी यो युनाइटेड स्टेट अफ अमेरिका जस्तो ठाउँमा आइपुग्यौँ। अब यहाँ आइपुगेपछि पनि एउटा आफूमा चाहिँ होइन अब ल्याङ्ग्वेजको कमी हुन्छ, किनकि हामीले अलिअलि पढेको पनि यहाँ आएर त एउटा ल्याङ्ग्वेजको कमी हुन्छ नि त। जे भए पनि यहाँको के अरे रहनसहनमा भिज्नुको लागि त अलिकता त गाह्रो हुन्छ जसरी नि पनि। र त्यस्तो भइरहेको खण्डमा अब म चाहिँ अब खासै धेरै काम गर्नु नि पाइनँ यहाँ आएर होइन। अब मसिनो बच्चाहरू जन्मेपछि अब त्यो उनीहरूको टेक केयर गर्नु पर्यो। त्यो टेक केयर गर्नु परेपछि चाहिँ अब एकजना हस्बेन्डले मात्रै कमाउनु भयो होइन। एकजना हस्बेन्डको मात्रै कमाइले चाहिँ अब एउटा परिवारको खर्चहरू धान्नको लागि धेरै गाह्रो नै पर्दो रहेछ अब यो ठाउँमा होइन। यो ठाउँमा अब अहिले त अब पहिलाको हेरी धेरै महँगी पनि बढेको छ। र त्यो आफ्नो एउटा यो फाइनेन्सियल सपोर्ट चाहिँ आफ्नो हस्बेन्डलाई पुगोस् भन्ने हिसाबले नै मैले यो अनलाइन डिजिटल बिजनेस रन गरिरहेको छु। र यो अनलाइन डिजिटल बिजनेस चाहिँ मैले कसरी थाहा पाएँ भन्दाखेरि हाम्रो यहीँ हुनुहुन्छ हाम्रो ज्ञान सर, उहाँ चाहिँ मेरो चाहिँ मेन्टर हुनुहुन्छ र अहिले त उहाँ कोच भइसक्नु भएको छ। उहाँले धेरै दुःख गरेर राम्रो अब इन्कम पनि जेनेरेट गर्नुभएको छ। र साथसाथै म पनि उहाँ सरकै एउटा होइन उहाँको एउटा फलो भएर चाहिँ उहाँले चाहिँ के कसरी गर्नुभएको छ उहाँको अब होइन उहाँले सिकाउनु भएको कुराहरू चाहिँ एउटा मनमा राखेर चाहिँ अब म पनि एउटा आफ्नो बच्चाहरूको भविष्यको लागि आफूले त अब धेरै दुःख गरेर यहाँसम्म आइपुगेको छ र बच्चाहरूको भविष्यको लागि चाहिँ यो डिजिटल बिजनेस चाहिँ रन गरेर चाहिँ म केही आफ्नो बच्चाको लागि चाहिँ फ्युचर चाहिँ राम्रो बनाउँछु भन्ने एउटा हिसाब अब होइन त्यस्तो खालको मनमा लिएर चाहिँ म अगाडि बढिरहेको छु र एउटा पोजिटिभ माइन्ड लिएर। र त्यही भएर अब म चाहिँ सक्सेस हुन्छु भन्ने चाहिँ एउटा मैले आँट लिएर चाहिँ गरिरहेको छु। यस्तै छ मेरो चाहिँ अब होइन। धन्यवाद बहिनी। थ्याङ्क यू सो मच दिदी। थ्याङ्क यू हजुरलाई। हजुरले चाहिँ आफ्नो विकास भई सुनाइदिनु भयो। अनि हजुरहरूलाई चाहिँ अब थाहा छ त हजुर अब दिदी पनि अब हाम्रो दिदी पनि अब नानीहरू भए मेरो म गर्दिनँ बिजनेस भनेर पछि हट्नु भने हजुर अहिले आएर यहाँ यस्तो बिजनेस गरिरहनु भएको छ है। अनि उहाँले त सक्नुहुन्छ बिजनेस गर्न सक्नुहुन्छ, नानीहरू हेर्दै सक्नुहुन्छ भने हजुरहरू पनि अब कतिजना त नानीसँग सक्दिनँ होला, मलाई यो नानीले गर्नु दिँदैन भनेर हजुरहरू कति एक्सक्युज लिएर बसिरहनु भएको छ र अथवा डर लिएर बसिरहनु भएको छ भने चाहिँ हजुरहरूले पनि बिल्कुल गर्न सक्नुहुन्छ है यो बिजनेस चाहिँ। नानीहरू हेर्दै घरमै बसेर आफ्नो बुढाबुढी बाबा आमाहरूलाई हेर्दै फ्यामिलीको साथमा बसेर पनि गर्न सक्नुहुन्छ हजुरहरूले पनि।
अनि हजुरहरूलाई पनि यति इच्छा छ भने चाहिँ हजुरहरूले पनि हाम्रो यहाँ वेबसाइट देखिरहनु भएको छ, सबैजनाको वेबसाइट यहाँ राखिदिएको छ। हजुरहरूलाई जसकोमै गएर म यहाँ गएर रेजिस्टर गरेर यो बिजनेस चाहिँ बुझ्न चाहन्छु भन्नुहुन्छ भने चाहिँ हजुरहरूले चाहिँ हामी जोसुकैकोमा आउँदा पनि हुन्छ, जसलाई आफूलाई जो इच्छा लाग्छ है, अनि उहाँकोमै गएर हजुरहरूले बिजनेस गर्न पनि सक्नुहुन्छ है। थ्याङ्क यू सो मच दिदीलाई। अनि यसै गरी म चाहिँ गणेशजीतिर जान्छु है। गणेशजी तपाईँलाई पनि अब सबैलाई मैले बिगेज भई सोधेँ है, हजुरको पनि बिगेज भई चाहिँ के थियो त यो बिजनेसमा आउनु भन्नु सक्नुहुन्छ कि अलिकति? हुन्छ ल, हजुरलाई फेरि पनि थ्याङ्क यू होइन। त्यही हो, सबैले भने जस्तो सबैको बिगेस्ट वाइ चाहिँ फरक फरक हुन्छ र मेरो पनि अलिकति फरक छैन। अब 2019मा चाहिँ म युएस आइसकेपछि 4-5 वर्ष मजाले काम गरेँ होइन। काम गर्दाखेरि उहीँ काम गर्दा मात्र पैसा हुने, काम गर्न छाडिसकेपछि छैन होइन। अनि सधैँ त त्यसरी गर्न सकिँदैन नि त, अलिकति फिल हुन लाग्यो कि ओहो यसरी त सधैँ त हुँदैन। अनि भोलि आएर म काम जानै सकेन भने कति, एउटा शरीर हो, एउटा उमेरसम्म सकिएला, अनि त्यसपछि त्यो सकेन भने त कम्पनीले निकाल्छ। अझै त्यसपछि कोभिडको टाइममा त झन् कति धेरै निकाल्यो, कतिजनाको त कामै भएन होइन, कतिजनाले कामै पाउनु भएन। त्यसपछि त बढी माहौल आयो नि त। अनि त्यस्तै कोभिड फेरि नआउला भन्न सकिँदैन। त्यो कुराहरू चाहिँ बुझ्दै जाँदाखेरि चाहिँ होइन, एउटा केही न केही छुट्टै किसिमको चाहिन्छ जसले चाहिँ आफू घरबाटै बसेर काम गर्न सकियोस्। आफूलाई भनौँ न, मेरो त्यत्रो धेरै क्वालिफिकेसन थिएन, त्यही कारणले मैले त्यस्तै किसिमकै सोच्ने भएन, जुन मेरो क्वालिफिकेसनले पनि ह्यान्डल गरोस् भन्ने किसिमको सोच्दाखेरि चाहिँ मैले यो एमेजिङ बिजनेस पाएको। र त्योभन्दा अगाडि चाहिँ मैले अब मेरो बुवा सानैदेखि इन्डिया जानुहुन्थ्यो, अनि त्यो बेलाको चाहिँ अब हामी घरैमा हुन्थ्यौँ होइन। हामीले बालाई कुर्नु 1 वर्ष कुर्नु पर्थ्यो हेर्नका लागि। त्यो कुराहरू पनि बिस्तारै अब आफ्नो उमेर जाँदै गर्दाखेरि आफू पनि घरबारे हुँदाखेरि चाहिँ त्यो कुराहरू पनि सोच आउँदो रहेछ। भोलि बिहान आफूले जे जस्तो बालाई हेर्न 1 वर्षै कुर्नु पर्ने जस्तो, अब यहाँ युएसमा त त्यही नै उस्तै परे, हस्बेन्ड वाइफको भेट पनि हुँदैन होइन। त्यो कुराहरू सोच्दाखेरि चाहिँ मैले अलिकति पहिले नै केही सोच्नुपर्छ भन्ने र भोलि आएर मेरो फ्युचरमा चाहिँ त्यस्तो नहोस्, जसरी मैले मेरो बाउलाई हेर्नको लागि 1 वर्षै कुर्नुपर्छ त्यस्तो चाहिँ बालबच्चालाई नहोस् भन्ने धारणाले छुट्टै किसिमको सोच्दै गर्दाखेरि चाहिँ मैले चाहिँ हाम्रो बिग दाइको चाहिँ मैले भिडियो भेटेर चाहिँ उहाँले मलाई सम्पूर्ण कुराहरू सम्झाउनु भयो, बुझाउनु भयो होइन। अनि हामीले चाहिँ अहिले यो डिजिटल जमानामा चाहिँ यसरी अगाडि बढ्यो भने चाहिँ यसरी जाँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने कुराहरू चाहिँ सबै सिकाउनु भयो। त्यसरी गर्दाखेरि चाहिँ मेरो बिगेस्ट वाइ भनेको चाहिँ जुन मैले भोगेँ त्यो चाहिँ इन फ्युचर नहोस्, नम्बर 1। नम्बर 2 भनेको चाहिँ हामी मानव शरीर हो, हामीले सधैँ एकै किसिमले कामहरू गर्न सक्दैन। त्यही भएर टाइममै सोचेर हामीले अलिकति प्यासिभ इन्कम आउने केही बनायो भने चाहिँ अनि हामीले हाम्रो लाइफ चाहिँ सजिलै भनौँ न कटाउन सक्छौँ। र नम्बर 3मा पर्ने भनेको चाहिँ रिटायरमेन्ट हो, जुन चाहिँ अर्ली रिटायरमेन्ट हुन्छ होइन। 60-65 वर्ष कुर्न नपरोस्, आफ्नो पनि लाइफ हुन्छ, सोच हुन्छ। बिस्तारै उमेर बढ्दै जाँदाखेरि चाहिँ हाम्रो सोच र आवश्यकताहरू धेरै हुँदै जान्छ। त्यो कुराहरू चाहिँ मैले सम्पूर्ण सोचेर चाहिँ मेरो त्यो बिगेस्ट वाइ भयो होइन। अनि अहिले चाहिँ म बिग दाई, ज्ञान दाई, अब हजुरहरू हामी सबै टिमको छहारीमा फैलाउँदैछु होइन। त्यही नै रह्यो बिगेस्ट वाइमा, यतिमै एन्ड गर्न चाहेँ। ल थ्याङ्क यू सो मच हजुरलाई पनि। अनि अब हजुरहरू सबैजनाले सुनिहाल्नुभयो है। अब एउटै त कसैको दुःख हुँदैन नि त, सबैको भिन्दा भिन्दै दुःख कष्ट भोगेर आउनु भएको छ यो बिजनेसमा। उहाँहरूलाई पनि कति दुःख कष्टका साथ हजुरहरूले चाहिँ देखिरहनु भएको छ है, कति दुःख गर्नुभएको रहेछ भनेर सुनिहाल्नुभयो हजुरहरूले। अनि हजुरहरूले पनि अब पछाडि गएर चाहिँ यही दुःख गर्नु नपरोस्, यस्तो दुःख गर्नु नपरोस्, आफ्नो फ्यामिलीको साथमा चाहिँ टाइम स्पेन्ड गरेर बस्न पाऊँ, आफ्नो फ्यामिलीलाई राम्रो सुख दिउँ भनेर हजुरहरू चाहनुहुन्छ। यति भने चाहिँ हजुरहरूको लागि चाहिँ यो बिजनेस चाहिँ पर्फेक्ट छ। हजुरहरूको लागि चाहिँ यो एमेजिङ प्लेटफर्म मात्रै नभएर चाहिँ हजुरहरूलाई चाहिँ अब यो सबैतिर हामीले चाहिँ अब कसैलाई नचिनेको छौँ है अहिले। अब बिजनेस नगरुन्जेल त अब कसैलाई चिनेको हुँदैन। जब हजुरहरू चाहिँ बिजनेसमा आउनुहुन्छ नि, अनि त्यसपछि
त्यसपछि थाहा हुन्छ कि यो पनि प्लेटफर्म रहेछ, यस्तो रहेछ, पहिल्यै किन थाहा पाइन भनेर हजुरहरूलाई पछि गएर रिग्रेट हुनुभन्दा चाहिँ हजुरहरूले चाहिँ अहिले बेलैमा चाहिँ विचार गर्नु चाहिँ राम्रो जस्तो लाग्छ है मलाई। अनि थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई। अनि यसै गरी चाहिँ म हजुरहरूलाई एउटा क्वेसन सोध्न चाहन्छु म। अनि म चाहिँ तिला दिदीलाई म यो क्वेसन सोध्न चाहन्छु है। क्वेसन भन्दा पहिला हामीले यो चाङ लागेको हाम्रो कमेन्ट्सहरू पनि एक दुईवटा कमेन्ट्सहरू चाहिँ पढौँ होला नि त्यसो भए पहिले। हुन्छ धेरै त काटिएर गइसकेछ। फेरि हुन्छ त कमेन्ट्स पढौँ। हाम्रो यहाँ हुनुहुन्छ सरला ढुङ्गानाजी हुनुहुन्छ है हाम्रो बसैमा। उहाँको कमेन्ट्स हेरौँ है त। हजुरलाई हाम्रो लाइफमा स्वागत छ है सिस्टरलाई। अनि उहाँले चाहिँ हेलो एभ्री वान वाचिङ लाइभ फ्रम नेपाल, थ्याङ्क यू सो मच फर सेयरिङ योर बिजनेस जर्नी भन्नुभएको छ। थ्याङ्क यू सो मच सिस्टरलाई आफ्नो टाइम दिएर हजुरले सपोर्ट गरिदिनु भएकोमा। अनि यसै गरी ज्ञान दाइ पढ्नु सक्नुहुन्छ? ओके, हाम्रो इन्द्र रिली कलेजीले चाहिँ गुड मर्निङ एमेजिङ लिडर्स एन्ड माई आइडल दमन्त भुजेल, आई एम वाचिङ लाइभ फ्रम क्यालिफोर्निया, थ्याङ्क यू सो मच फर सेयरिङ सच अ ट्रु भ्यालु स्टोरी एन्ड गुड टु सी यु अल इन सेम फ्रेम या भन्नुभएको छ। अनि त्यसपछि हेभ अ ग्रेट विकेन्ड, थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू भन्नुभएको छ। धेरै धेरै धन्यवाद हाम्रो इन्द्रजीलाई है त। थ्याङ्क यू ब्रदरलाई। अनि यसै गरी हाम्रो दीर्घ दाइ आउनुभएको छ है। दीर्घ दाइले चाहिँ वाउ नाइस भन्नुभएको छ। थ्याङ्क यू सो मच दाइलाई पनि। अनि यसै गरी गणेशजी पढ्नुहुन्छ कि कमेन्ट्स? हाम्रो सञ्जय अम्बिकाजीले भन्नुभएको छ, नमस्कार, वाचिङ लाइभ फ्रम आर्भिङ टेक्सास, नाइस टु सी यु अल टप लिडर इन द सेम प्लेटफर्म, रिगार्ड्स भनेर भन्नुभएको छ। मलाई पनि हाम्रो होल कम्युनिटीबाट चाहिँ थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच ब्रदरलाई। थ्याङ्क यू गणेशजी तपाईँलाई। अनि यसै गरी हुनुहुन्छ हाम्रो कमला सिस्टर हुनुहुन्छ है। तिला दिदी पढ्नुहुन्छ कि कमेन्ट्स? नमस्कार एभ्री वान वाचिङ लाइभ फ्रम नेब्रेस्का भनेर चाहिँ भन्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद हामी सबैजनाको तर्फबाट। थ्याङ्क यू सो मच सिस्टरलाई। अनि यसै गरी हाम्रो केदार सुनिता जी आउनुभएको छ है। अनि बिक्ताई पढ्नुहुन्छ? Obviously. Okay, thank you so much, Kedar Sunita Mangar. And namaste everyone. I'm watching from Tucson, Arizona. Thank you so much. Thank you so much उहाँलाई। थ्याङ्क यू सो मच दाइलाई कमेन्ट्स पढ्नुभएकोमा। अनि यसै गरी हाम्रो रेशमा सिस्टर आउनुभएको छ है। रेशमा सिस्टर हुनुहुन्छ। अनि नमस्ते, आई एम वाचिङ फ्रम बोस्टन भन्नुभएको छ है। थ्याङ्क यू सो मच सिस्टरलाई। अनि हजुरहरूको टाइमको लागि चाहिँ थ्याङ्क यू सो मच। अनि सपोर्ट गरिदिनु भयो यसरी आएर हजुरहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है म। अनि यसै गरी चाहिँ अब क्वेसनतिर लाग्नु पर्यो म। अनि हाम्रो तिला सिस्टरको लागि है, यो तिला दिदीको लागि क्वेसन चाहिँ हाउ डिड यु फाइन्ड दिस प्लेटफर्म एन्ड वाइ डिड यु चुज इट? हजुरलाई चाहिँ यो प्लेटफर्म कहाँबाट पाउनुभयो, कसरी पाउनुभयो र हजुरले चाहिँ यही प्लेटफर्म चुज गर्नुको कारण चाहिँ के हो? अनि हजुरलाई त अब धेरै छन् अहिले त अब बिजनेसहरू धेरै भनेर निक्लिरहेको छ। हजुरहरू चाहिँ हजुर त्यहाँ नगएर चाहिँ यही प्लेटफर्म चुज गर्नुको कारण चाहिँ के हो भनिदिनुहुन्छ कि? धेरै धेरै धन्यवाद दमन्ता सिस्टरज्यूलाई। र यो प्लेटफर्म चाहिँ कसरी पाएँ त भन्दाखेरि अब अहिलेको जमानामा आएर होइन
सोसल मिडिया अरू स्क्रोल गरेर चाहिँ अरूको भिडियोहरू हेर्ने, अरूको अब हरेक कुराहरू हुन्छ नि त्यहाँनिर पोस्ट गरेको कुराहरू हेर्ने मान्छेहरू कमै हुन्छ। र म पनि अब म भन्दा पनि मेरो हस्बेन्डले चाहिँ पहिला देख्नुभएको त्यो के अरे जब भिडियोहरू स्क्रोल गर्दाखेरि हेर्दाखेरि चाहिँ हाम्रो अब कोच अथवा मेन्टर, पहिलाको मेन्टर र अहिले कोच हुनुहुन्छ हाम्रो ज्ञान सरको चाहिँ भिडियोहरू देख्नुभएछ र मैले पनि हेरेँ। र त्यो भिडियोहरू देखेपछि चाहिँ अब यस्तो खालको अब होइन म त अब घरमै बसेर चाहिँ अब काम गर्नु जानु पाइरहेको छैन होइन, बच्चाहरूको रेखदेख गर्नु परेको छ, एउटा हस्बेन्डको मात्रै कमाइले अब हामीलाई अलिक गाह्रो भइरहेको छ। त्यस्तो हुँदाखेरि चाहिँ अब घरैबाट गर्न सकिने र भनिसकेपछि त एउटा अलिकता चासो राखेर चाहिँ होइन कस्तो रहेछ त भनेर बुझ्न खोज्दाखेरि अब धेरै राम्रो लाग्यो। अब घरबाट गर्न सकिने अथवा कहिलेकाहीँ अब हामी घरैमा मात्रै बसिरहँदैनौँ, चारैपट्टि घुम्न पनि जान्छौँ, त्यतिखेर घुम्न जाँदा पनि त्यहीँबाट जुनसुकै ठाउँबाट पनि गर्न मिल्ने भनेपछि चाहिँ अनि अब मलाई चाहिँ भइरहेको थियो कि एकजनाको कमाइले मात्रै अब घरमा धान्नु गाह्रो भएको कारणले चाहिँ घरबाट मैले पनि केही अर्न गरेर चाहिँ आफ्नो होइन फ्यामिलीलाई चाहिँ फाइनेन्सियल सपोर्ट पुर्याउँछु भन्ने हिसाबले चाहिँ मैले यो बिजनेस चाहिँ यो प्लेटफर्ममा चाहिँ रोजेको हो। र यसमा चाहिँ अब त्यति मात्रै नभएर चाहिँ हामी अब सरसँग जोडिसकेपछि हामीलाई चाहिँ अब विभिन्न प्रकारको होइन एउटा यो बिजनेसमा के कस्तो खालको फाइदा छ त होइन, त्यो फाइदाहरू पनि उहाँबाट चाहिँ हामीले बुझ्नु पाएर चाहिँ यो बिजनेस चाहिँ मैले चुज गरेको। फाइदा भन्नको मतलब अब होइन मैले चाहिँ अब कति दुःख गरेको छ, हामीले त अब धेरै दुःख गरेर यहाँसम्म आइपुगेको छ र आफ्नो बच्चाहरूले चाहिँ भविष्यमा गएर दुःख गर्न नपरोस् होइन, अरूको अन्डरमा काम गर्नु नपरोस्। र अब यसमा चाहिँ अब एउटा छोटो समयमा चाहिँ एउटा रिटायर लाइफको कुरा आउँछ, छोटो समयमा 3 देखि 5 वर्षभित्रसम्मको भनेपछि त्यसमा पनि हामी चाहिँ अब होइन त्यसमा पनि उयो भयौँ होइन। त्यस पछाडि अर्को अब जुनै ठाउँबाट नि गर्न मिल्ने भन्ने कुरा यसमा पनि धेरै हामीलाई चाहिँ मन पर्यो यो बिजनेस। त्यस पछाडि भयो अब लेगेसी ट्रान्सफर, आफ्नो नाममा भएको चाहिँ एउटा बिजनेस चाहिँ आफ्नो बच्चाहरूको नाममा पनि सारेर रन गर्न सकिने भने पनि अब भविष्यमा गएर बच्चाहरूको लागि त त्यो काम लाग्छ नि त होइन र। अनि त्यो भएर त्यो हिसाबले नै हामीले चाहिँ यस्तो खालको अब होइन यस्तो ग्लोबल प्लेटफर्म पाइरहेको छ, एउटा यो सोसल मिडियाको प्लेटफर्म हामीले अब फेसबुक, टिकटक, इन्स्टाग्राम हरेक कुराहरू चलाइरहेको हुन्छ। त्यसलाई चाहिँ एउटा सही सदुपयोग गरेर चाहिँ एउटा इन्कम जेनेरेट गर्ने एउटा प्लेटफर्म हुँदाखेरि कसले पो होइन त्यसमा चासो राख्दैन होला र होइन र। त्यही भएर चाहिँ मैले चाहिँ त्यस्तो चासो राखेर चाहिँ अब होइन यो प्लेटफर्मबाट चाहिँ मैले केही इन्कम जेनेरेट गर्न सकेर मेरो बच्चाहरूको भविष्य राम्रो बनाउन सक्यौँ भने चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले नै मैले यो प्लेटफर्म चुज गरेको हो। यसमा चाहिँ अब धेरै फाइदाहरू भएकोले कारणले गर्दाखेरि, किनकि म चाहिँ अब त्यही हो कतिजना त त्यसरी नै अब घरमा बसेर बस्नुपर्ने हुन्छ, अब काम गर्न जानु पाउँदैन। त्यो भएको कारणले चाहिँ मैले यो प्लेटफर्म चाहिँ चुज गरेको हो। र हजुरहरू पनि जतिजना यसरी म जस्तै सानो सानो बाबुहरू हेरेर चाहिँ घरमा बस्नु परेको छ र आफ्नो एकजना मात्रै कमाइले चाहिँ आफ्नो घर खर्च धान्नका लागि धेरै गाह्रो भइरहेको छ भने हजुरहरूले पनि सोच्नुहोस् र घरैबाट केही इन्कम जेनेरेट गरेर चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ फाइनेन्सियल सपोर्ट पुर्याउनुहोस् भन्ने म चाहन्छु। र आफ्नो लागि मात्र नभएर आफ्नो बच्चाहरूको भविष्यको लागि पनि केही सोच्नुहोस् भनेर पनि म भन्छु। किनकि आफूले जस्तो अरूको अन्डरमा काम गर्नु, अरूको स्केड्युलमा काम गर्नु नपरोस्। आफूले चाहिँ अब त्यसरी चाहिँ गरिरहेको छौँ र कहिलेकाहीँ अब हामी एउटा अशक्त भयौँ भनेदेखि हामीले त्यो कम्पनीमा काम गर्न सक्दैनौँ र त्यो कम्पनीले हामीले काम गर्नु पनि दिँदैन। त्यो भएर एउटा भविष्यको लागि चाहिँ एउटा सोचेर चाहिँ हजुरहरूले पनि यस्तो राम्रो अमेजिङ प्लेटफर्म हो, यो लिगल्ली हो र त्यो भएर चाहिँ इलिगल जस्तो लागेर कतिजनाले चाहिँ यो बिजनेसलाई त्यो हेर्दाखेरि ओहो यो त डिजिटल बिजनेस, त्यो त कतै इलिगल होइन भनेर चाहिँ हामीले त्यो राम्रो त्यो भित्रको कुराहरू क्लिक गरेर सुनेर हेरेर चाहिँ बुझ्ने कोसिस गर्दैनौँ कतिजना साथीहरूले। र त्यो कुरा बुझ्नुहोस् र
यो लिगल हो कि इलिगल हो भन्ने कुरा त तपाईँहरू भित्र पसिसकेपछि थाहा पाउनुहुन्छ। त्यही भएर चाहिँ हजुरहरू सबैलाई भन्छु कि के अरे त्यो आउटसाइडको बोक्रा मात्रै भनौँ न, बाहिरको बोक्रा मात्रै हेरेर यसलाई इलिगल हो भनेर चाहिँ तपाईँहरूले नसोच्नुहोस् र भित्री पसेर चाहिँ बुझेर चाहिँ हजुरहरू अगाडि बढ्नुहुन्छ होला भन्ने मैले सोचेको छु। यति भन्दै म यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद। वाह, थ्याङ्क यू दिदी, साह्रै राम्रो भन्नुभयो है हजुरले चाहिँ। अब सबैलाई सल्लाह दिनुभयो, यति राम्रो सल्लाह दिनुभयो। अनि अवश्य हजुरहरू पनि कतिजना हुनुहुन्छ होला उहाँको कुरा सुनेर चाहिँ, हाम्रो दिदीको कुरा सुनेर चाहिँ कतिजना पनि आउनुहुन्छ होला। हजुरहरू यति आउनुभयो भने हजुरहरूलाई चाहिँ ह्यान्डल गर्ने चाहिँ हामी छौँ है। हजुरहरूलाई लाइफ टाइमसम्मको लागि चाहिँ हामी सहयोग गर्नेछौँ। हजुरले दिदीले कति राम्रोसँगले हजुरहरूलाई बुझाइदिनु भयो। अब हजुरले पनि यति बुझेर अघि बढ्नुहोस्। अनि यसै गरी दिदीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि यसै गरी अब अर्को प्रश्नतिर जान्छु है म। अर्को प्रश्न चाहिँ हाम्रो गणेशजीलाई है। गणेशजीलाई चाहिँ ऐने क्रस जानुभएको थियो, अहिले पनि क्रस प्रश्न सोधिराख्नु भएको छ। ठिक छ, ए त्यसो भए म अर्को सोध्छु नि। होइन ठिक छ मलाई सोध्नु। तपाईँको लागि चाहिँ सम पिपल सेज द्याट दिस बिजनेस इज स्क्याम। अरू अब सबै मान्छेहरूले सोचिरहनु भएको छ, भनिरहनु भएको छ तपाईँलाई यो बिजनेस चाहिँ स्क्याम हो भनेर। अनि तपाईँले चाहिँ अब कुड यु प्लिज क्ल्यारिफाई दिस फर द भ्युवर्स हु आर वाचिङ आवर लाइभ। हजुरले चाहिँ अलिकति यो क्ल्यारिफाई गरिदिन सक्नुहुन्छ कि यो बिजनेस चाहिँ अब स्क्याम होइन भनेर चाहिँ हजुर अलिकति भन्न सक्नुहुन्छ क्या आफ्नो भ्युवर्सहरूलाई? हस्, फेरि पनि हजुरलाई थ्याङ्क यू सो मच यो क्वेसनको लागि होइन। अनि यो क्वेसन भनेको चाहिँ हामीले दिनमा अब कति पटक नै यो क्वेसनको हामीले भनिरहेको हुन्छौँ होइन। यो हाम्रो प्रायः जस्तो आइराख्ने क्वेसन हो। भर्खर हाम्रो दिदीले पनि भन्नुभयो हजुरहरूले भित्र नआइकन यत्तिकै बाहिर यो स्क्याम हो भन्ने कुराहरू चाहिँ नगर्नु भनेर होइन। पहिला बुझ्नुपर्छ। र यो क्वेसनलाई चाहिँ हामीले कसरी बुझौँ भन्दाखेरि चाहिँ अहिले अब अनलाइनको रूपमा चाहिँ धेरै स्क्यामहरू हुन्छ। त्यसबाट हामी चाहिँ सतर्क हुनुपर्छ, त्यो राम्रो कुरा होइन। तर हो हल्लाइमै लागेर चाहिँ त्यसरी कुनै पनि कुराहरू चाहिँ छोड्नु हुँदैन। र अब हामीले स्क्याम गरेको हुन्थ्यो भने चाहिँ हामी यसरी लाइभमा आएर हजुरहरू सामुन होइन पब्लिकली रूपमा हामी लाइभमा आइरहेछौँ, बोलिरहेछौँ। हामी एक्लै पनि होइन, हामी होल टिम यसरी लाइभमा आएका हुन्छौँ र हामीले आफ्नो सम्पूर्ण कुराहरू चाहिँ हजुरहरू सामुन सेयर गरेका हुन्छौँ। हजुरहरूले हाम्रो फेसबुक हेर्न सक्नुभयो, पब्लिक हुन्छ। हाम्रो बिजनेस पेजहरू पब्लिक हुन्छ, जहाँ चाहिँ हाम्रो सम्पूर्ण कुराहरू फ्यामिली होइन हामीले के गरिरहेछौँ त्यो कुराहरू चाहिँ हजुरले राम्रोसँग हेर्न सक्नुहुन्छ। र कसैले आफ्नो सम्पूर्ण कुराहरू इन्फर्मेसन राखेको कुराहरू गरिकन चाहिँ स्क्याम चाहिँ गर्दैन, त्यो कुरा चाहिँ हजुरले बुझ्नु पर्यो होइन। अनि मेन भनेको चाहिँ कोही व्यक्तिले स्क्याम गर्छ भने चाहिँ उसले यसरी फेस पनि देखाउँदैन र उसले चाहिँ भित्रै लुकेर नै स्क्याम गर्ने हो। र अर्को मोस्ट इम्पोर्टेन्ट भनेको चाहिँ स्क्याम गर्ने व्यक्तिले चाहिँ पैसाको लोभ देखाएर ऊ चाहिँ गायब हुन्छ होइन। हामीले यहाँ कुनै पनि पैसाको लोभ देखाउँदैनौँ। र हजुरलाई हामीले बिजनेस आउनुहोस्, आएको भोलि नै हजुरले चाहिँ 1 करोड 2 करोड कमाउनुहुन्छ भनेर हामीले केही पनि भन्दैनौँ। हामीले चाहिँ के गर्छ, हामीले हजुरहरूलाई चाहिँ अपर्च्युनिटी सेयर गर्छौँ, जसमा चाहिँ ट्रेनिङहरू हुन्छ, स्किलहरू सिकाउँछौँ। त्यसको साथसाथै चाहिँ यो बिजनेसमा चाहिँ हामीले चाहिँ हजुरहरूलाई चाहिँ सोसल मिडिया प्लेटफर्म जस्तो फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबहरूलाई चाहिँ स्मार्ट वेबाट चाहिँ युज गरेर हजुरहरूले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ भनेर चाहिँ हामीले त्यो सम्पूर्ण सिस्टमहरू चाहिँ हजुरहरूलाई प्रोभाइड गर्छौँ, त्यो पनि प्रुफसहित। र त्यो कुरा चाहिँ हजुरले आफै बुझ्न सक्नुहुन्छ। हामीले भनेर मात्र हजुरहरूले बुझ्नुपर्छ भन्ने पनि हुँदैन। र त्यसको साथसाथै हजुरलाई सपोर्ट गर्नको लागि चाहिँ 24/7 नै हाम्रो ट्रेनिङहरू हुन्छ, हाम्रो कम्युनिटीहरू हुन्छ, हाम्रो ग्रुपहरूले चाहिँ हजुरलाई चाहिँ सपोर्ट गर्नुहुन्छ। त्यही भएर हजुरहरूले यदि त्यस्तो सोचिराख्नु भएको छ भने र अहिले हामीलाई हेर्दै हुनुहुन्छ अथवा हाम्रो फेरि रिप्ले गरेर हेर्नुहुन्छ हाम्रो लाइभ भने चाहिँ हजुरले त्यो कुरा आजैबाट छोडिदिनुहोस् र आफ्नो लाइफ चेन्ज गर्छु, म अगाडि बढ्छु भन्ने धारणाका साथ हजुरहरू अगाडि बढ्नुहोस्। हजुरहरू यो व्यक्ति त्यो व्यक्तिकोमा जानुपर्छ भन्ने केही पनि छैन। हजुरहरू आफ्नो वेमा फ्रिडम हुनुहुन्छ। हजुरहरूले आफै चुज गरेर आफै अगाडि बढ्न सक्नुहुन्छ। र परेको खण्डमा जहाँबाट पनि हाम्रो टिमहरूले चाहिँ हजुरलाई हेल्प गर्छ।
थ्याङ्क यू सो मच। ब्याक टु दमन्ताजी। हजुर मैले छोटैमा भ्याएँ कि खै? होइन ठिकै छ, राम्रो भयो है। अनि थ्याङ्क यू सो मच हजुरलाई। अनि होइन ठिकै हो नि त यो अनि पनि। मेन भनेको चाहिँ हामीले अलिकति फेरि पनि जोडेँ, मेन भनेको हामीले हजुरहरूलाई कुनै पनि प्रब्लम चाहिँ त्यो के भन्छ लोभ चाहिँ देखाउँदैन होइन। हामीले चाहिँ पहिला सिस्टम सिकाउँछ, हामीले ट्रेनिङहरू कसरी मार्केटिङ एडभर्टाइजमेन्ट गर्ने कुराहरू सिकाउँछ। हामीले चाहिँ हजुरहरूलाई सिस्टम प्रोभाइड गरेर चाहिँ गर्छौँ। तर स्क्याम गर्ने मान्छेहरूले चाहिँ हजुरलाई पैसाको प्रब्लम देखाएर चाहिँ गायब भइदिन्छ के। आज देखायो पैसा यति राख्यो, भोलि चाहिँ मान्छे छैन, सिस्टम छैन होइन, केही जसको अब ट्रेनिङहरू हुँदैन। तर हाम्रो बिजनेसमा ट्रेनिङ हुन्छ, हजुरले मेन्टर कोच पाउनुहुन्छ। अब कसरी बिजनेस अगाडि बढ्ने भनेर स्ट्राटेजी पाउनुहुन्छ। अब मेन्टर र कोच त हजुरले लाइफ टाइमसम्मै पाउनुहुन्छ र 24/7 नै हजुरलाई कुनै पनि सिचुएसन अथवा कुनै पनि कुराहरूमा कन्फ्युजन भयो भने चाहिँ एउटा च्याट गरेको भरमा चाहिँ हजुरले त्यो क्वेसनको एन्सर पाउने चाहिँ सिस्टम पाउनुहुन्छ। त्यो सबै हजुरले नै पाउनुहुन्छ र हजुरसँगै हुन्छ। त्यो भइसकेपछि त स्क्याम भन्ने कुरै भएन। त्यो चाहिँ हजुरहरूले बुझ्नु जरुरी छ। थ्याङ्क यू दमन। वेलकम हजुरलाई, थ्याङ्क यू सो मच। अनि ठिकै हो, अब स्क्याम हुनु भने त अनि स्क्यामरले त आफ्नो अनुहार पनि त कहिल्यै देखाउँदैन नि त। यसरी लाइफमा आउने त कुरै छोडिदिउँ, कलधरि उठाउँदैन। हामीले अब फेस टाइम गऱ्यौँ उसलाई भने फेस टाइमको त कुरै छोडिदिउँ न, कलधरि पनि नउठाउने हुन्छन् अब स्क्यामरहरू। अनि हामी भनेको त यसरी दिनहुँ लाइफमा आएर चाहिँ यसरी अनुहार देखाएर चाहिँ यो बिजनेस गरिरहेको छौँ भने त हजुरहरूले स्क्याम हो भनेर सोच्न पनि गलत हुन्छ होइन त। अनि यसै गरी अब म ज्ञान दाइतर्फ जान्छु है। ज्ञान दाइलाई चाहिँ यो क्वेसन छ है। How challenge are you facing? How challenge are you facing while doing this business? हजुरले चाहिँ कस्तो कस्तो च्यालेन्जहरू चाहिँ फेस गर्नुभयो अनि यो बिजनेसमा आउँदाखेरि चाहिँ? अनि हजुरले चाहिँ अहिले यस्तो अब कति धेरै च्यालेन्जहरू एक्सेप्ट फेस गर्नुभयो होला। अनि त यसको बावजुद पनि हजुरले चाहिँ यो बिजनेसमा चाहिँ सक्सेस गरिरहनु भएको छ। हजुरले अलिकति भनिदिनुहुन्छ कि कसरी चाहिँ यस्तो भयो त? ओके, धेरै धेरै धन्यवाद हाम्रो दमन्तजीलाई हामीले यो क्वेसन सोधिदिनु भएकोमा। अब हरेक च्यालेन्जलाई नै हामीले चाहिँ एक्सेप्ट गरेर मात्र सक्सेस हुने हो। कुनै पनि च्यालेन्ज तपाईँको जीवनमा आएन भने चाहिँ तपाईँ चाहिँ जहाँ हुनुहुन्छ त्यहाँको भन्दा कहिले पनि के गर्नु हुँदैन, उन्नति गर्नु हुँदैन। त्यही भएर चाहिँ भनिन्छ हुरी बतास होइन, तपाईँको प्रलय आइसकेपछि मात्र तपाईँको चाहिँ के हुन्छ, नयाँ स्ट्रक्चर बन्छ, नयाँ कुराहरू बन्छ। हरेक कुराहरूमा हरेक जीवनमा पनि तपाईँलाई दुःख नपरिकन चाहिँ तपाईँलाई सुख आउँदैन, अथवा तपाईँलाई च्यालेन्ज जिन्दगीमा च्यालेन्ज नभइकन चाहिँ कहिले पनि तपाईँले चाहिँ सिक्नु पनि हुन्न, तपाईँले चाहिँ उन्नति पनि गर्नुहुन्न। यदि तपाईँले होइन 9 to 5 जब गरिराख्नु भएको छ, काम गरिराख्नु भएको छ, खाना पाइरहेको छ भने तपाईँले अरू कुरा सोच्दैन। भोलि तपाईँको चाहिँ जागिर जाओस् त, त्यसपछि चाहिँ तपाईँले सोध्छ होइन। त्यो भनेको चाहिँ तपाईँको एउटा च्यालेन्ज हो। त्यो च्यालेन्ज चाहिँ तपाईँले एक्सेप्ट गर्नुपर्छ। हो मेरो जागिर गयो तर मैले चाहिँ नयाँ बिजनेस सुरु गर्छु, नयाँ इन्कम गर्छु, नयाँ काम खोज्नुहुन्छ नि, त्यसपछि चाहिँ तपाईँले सिक्नुहुन्छ। तपाईँले त्यो ठाउँबाट तपाईँ मुभ अन हुनको लागि पनि तपाईँको जीवनमा चाहिँ च्यालेन्ज आउनुपर्छ होइन। विदाउट च्यालेन्ज चाहिँ हामी चाहिँ जहिले पनि जहाँ छौँ त्यही मात्र हुन्छौँ र हामी चेन्ज पनि हुँदैन। यदि तपाईँहरूलाई जीवनमा च्यालेन्जै नआउने हो भने चाहिँ तपाईँहरू कहिले पनि सक्सेस हुँदैन है। पहिलो कुरा चाहिँ अब यो च्यालेन्ज चाहिँ मेरो जीवनमा पनि धेरै आयो। मैले धेरैचोटि भनिसकेँ मेरो जीवनमा धेरै च्यालेन्जहरू आयो भनेर अघि मैले मेरो स्टोरीमा सेयर गरेँ होइन। अब अमेरिका आउँदाखेरि अब एउटा सुटकेस बोकेर आएको अहिले होइन, त्यहीँ सिकेर चाहिँ यत्रो राम्रो इन्कम गरेर आएको छु भने चाहिँ त्यो पनि एउटा च्यालेन्ज हो। र सुरुमा चाहिँ यो बिजनेसमा आउँदाखेरि चाहिँ मलाई अलिकति च्यालेन्ज चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ अब हामी चाहिँ भनेको चाहिँ 9 to 5 जब गर्ने, अर्काको आदेश मान्ने, अर्काले यो गर त्यो गर भनेर चाहिँ हामी चाहिँ काम गर्ने बानी भएको मान्छेहरू है। अनि त्यो भइसकेपछि चाहिँ मलाई चाहिँ यो बिजनेसमा आइसकेपछि चाहिँ आफै बिजनेस ओनर हुने, ट्रेनिङ लिनुपर्ने, अनि त्यसपछि आएर तपाईँको चाहिँ आफैले चाहिँ बिजनेस रन गर्नुपर्ने र ट्रेनिङहरू लिँदाखेरि चाहिँ अलिकति टाइम म्यानेजमेन्टको चाहिँ अलिकति च्यालेन्ज चाहिँ भयो है। टाइम म्यानेजमेन्ट किन भन्दाखेरि चाहिँ हामी चाहिँ 8 बजे उठ्ने, काममा जाने, अरूले अराएको काम गर्ने र अरूको आदेश मान्ने होइन, जिउ हजुर गर्ने र अनि काम सिद्धाउने र आउने मात्र थियो भने, अनि यो बिजनेसमा आइसकेपछि चाहिँ तपाईँले पढेर तपाईँले ट्रेनिङ लिएर चाहिँ तपाईँ चाहिँ सक्सेस हुने हो। त्यही भएर चाहिँ अलिकति टाइम म्यानेजमेन्ट गर्न चाहिँ अलिकति गाह्रो भयो होइन। फुल टाइम गरेको छ अनि त्यहाँबाट आएर घर आएर सुरु
सुरुमा चाहिँ यो ट्रेनिङ लिएर अनि अगाडि बढ्नुपर्ने चाहिँ अलिकति त्यो चाहिँ च्यालेन्ज भयो। तर तपाईँले चाहनुभयो, तपाईँले इच्छा गर्नुभयो भने चाहिँ नसक्ने भन्ने कुरा केही थिएन होइन, केही भएन। तर चाहिँ सुरुमा चाहिँ अलिकति टाइम म्यानेजमेन्ट गर्न तपाईँलाई गाह्रो हुन्छ। तपाईँ चाहिँ एउटा 9 देखि अथवा 16 घन्टा 15 घन्टा चाहिँ अरूकै काम गरेको होइन, अरूले जे हराएको छ त्यही एउटै सेम काम गरेको हुन्छ भने यो बिजनेसमा आइसकेपछि टोटल्ली तपाईँ चाहिँ के हुन्छ, बिजनेस ओनर हुन्छ। तपाईँले धेरै कुराहरू सिक्न सक्नुहुन्छ। अनि त्यो सिक्नको लागि अलिकति मेहनत गर्ने चाहिँ अलिकति टाइम म्यानेजमेन्ट गर्न चाहिँ सुरुमा मलाई टाइम लागेको थियो। र त्यो च्यालेन्ज चाहिँ मैले चाहिँ बिस्तारै मैले चाहिँ होइन दिनमा आधी घन्टा 1 घन्टा दिँदै बिस्तारै चाहिँ बढाउँदै गएर चाहिँ अहिले 2-3 घन्टा दिएर चाहिँ मैले यो बिजनेसको चाहिँ इन्कम राम्रो गरिरहेको छु भने त्यो एउटा च्यालेन्ज मैले त्यसरी चाहिँ गरेँ। र अरू चाहिँ च्यालेन्जहरू अब धेरै मान्छेहरूले चाहिँ तपाईँलाई यो बिजनेसमा आइसकेपछि चाहिँ होइन यो बिजनेसलाई धेरै क्वेसन्सहरू आउँछ। त्यो क्वेसन्सहरूमा चाहिँ अब अघि तपाईँले सोध्नुभयो एउटा स्क्यामको हो कि होइन भन्ने कुरा सोध्दछ होइन, यो रियल हो कि होइन भन्ने कुराहरू सोध्दछ। त्यो कुराहरू चाहिँ हामीले चाहिँ बताएर चाहिँ अगाडि त्यो च्यालेन्जहरू पनि हामीले चाहिँ गर्दै गएर चाहिँ त्यो पनि सल्भ हुन्छ है त। अब जीवनमा धेरै च्यालेन्जहरू चाहिँ आउँछ, तर त्यो च्यालेन्जलाई तपाईँले एक्सेप्ट गरेर चाहिँ तपाईँ अगाडि बढ्नुभयो भने चाहिँ बल्ल चाहिँ तपाईँ सक्सेस हुन्छ। च्यालेन्ज चाहिँ अब जीवनमा आयो भन्दैमा होइन तपाईँलाई दुःख पर्यो भनेर त्यो दुःख चाहिँ सधैँ रहँदैन। त्यो दुःखलाई चाहिँ कसरी चाहिँ निर्मूल गर्ने, कसरी चाहिँ तपाईँहरू चाहिँ त्यसबाट उम्किने, कसरी चाहिँ त्यसको नयाँ उपाय खोजेर चाहिँ तपाईँ सक्सेस हुने भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि सोच्नुपर्छ। त्यही भएर च्यालेन्ज आफैमा नराम्रो होइन, च्यालेन्जलाई एक्सेप्ट गर्न नसक्नु चाहिँ त्यो चाहिँ नराम्रो हो भन्दै चाहिँ धन्यवाद दिन चाहन्छु हाम्रो दमन्तलाई। थ्याङ्क यू सो मच दाइ। दाइले भने जस्तै अब जहाँ इच्छा त्यहाँ उपाय त भइहाल्छ नि त होइन। आफूले इच्छा गर भने त जै पनि अब सक्सेस भइहाल्छ नि त। अनि त्यसरी नि हजुरहरू पनि इच्छा अब हजुरहरूलाई गर्ने इच्छा छ भने पनि हजुरहरू चाहिँ गर्नै चाहनुहुन्न। अब गर्नु भएन गर्थे तर जान्दिनँ केही भनेर हजुरहरू चाहिँ त्यस्तो भएर बसिरहनु भएको छ भने चाहिँ हजुरहरूले चाहिँ त्यस्तो गर्दा चाहिँ हजुरहरूको माइन्ड पनि राम्रो हुँदैन है, नेगेटिभै हुन्छ। अनि हजुरहरूको चाहिँ अब कहिल्यै केही गर्नु न भनेर इच्छा लागेको कुरा पनि काम पनि हजुरहरूले चाहिँ गर्न सक्नुहुन्न। उहाँ दाइले चाहिँ राम्रोसँग सम्झाइदिनु भएको छ है, राम्रोसँग एक्सप्लेन गर्नुभयो। त्यही अनुसारले चाहिँ हजुरहरूले चाहिँ कतिजनाले सुनिरहनु भएको छ होला। हजुरहरू पनि सोच्नुहोस् कसरी चाहिँ गर्नुपर्ने रहेछ, के गर्दा चाहिँ हामीलाई यो काम गर्छु भनेको काम पनि गर्न सकिने रहेछ, आँट गऱ्यो भने हामीले चाहिँ जे पनि गर्न सकिने रहेछ भन्ने जस्तो लाग्यो भने हजुरहरूले चाहिँ धेरै सोचेर विचार गरेर अघि बढ्न सक्नुहुन्छ। थ्याङ्क यू दाइलाई। अनि यसै गरी अब हाम्रो अविनाश दाइलाई सोध्छु म। मेरो यहाँ 2टा कमेन्ट्स आएको रहेछ, पढिहालौँ ल पहिले। अनि लेखबहादुर गुरुङजीले हेरिरहनु भएको रहेछ। हेलो अल वाचिङ लाइभ फ्रम भर्जिनिया भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई अनि स्वागत छ हाम्रो लाइभमा। अनि यसै गरी हाम्रो प्रभा सिस्टरले हेरिरहनु भएको छ। अनि हेलो नमस्ते एभ्री वान वाचिङ लाइभ फ्रम न्यु हेम्सायर। कहाँ हो न्यु हेम्सायर? ए थ्याङ्क यू सो मच सिस्टरलाई, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि वेलकम छ हाम्रो लाइफमा। अनि यसै गरी चाहिँ म अब हाम्रो अविनाश दाइतिर जान्छु है। हाम्रो दाइलाई चाहिँ नि म यहाँ उयो सोध्छु ल क्वेसन। हजुरले चाहिँ यो बिजनेस चाहिँ मान्छेहरूले अब कतिजनाले भनिरहनु भएको छ यो बिजनेस के हो, कसरी गरिन्छ र कसरी इन्कम हुन्छ, अनि यसको फाइदाहरू चाहिँ के छन् भनेर कतिजनाले त अब सोधिरहनु भएको छ होइन। अनि उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त अलिकति एक्सप्लेन गरिदिनुहुन्छ हजुरले? एकदम यो यसको बेनिफिट्सहरू भन्दा 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 अब त आफैले पनि त्यो बेनिफिट्स पाइसक्यो जस्तो लागिरहेछ होइन। ठिकै छ एकदम। तपाईँहरू सबैलाई होइन फेरि वान सेकेन्ड भनौँ न, मैले यही कुराहरूलाई चाहिँ रिपिट गर्दै गर्दाखेरि हाम्रो दमन्तजीलाई फेरि थ्याङ्क यू सो मच मलाई चान्स दिनुभएकोमा। र यो बिजनेस चाहिँ तपाईँहरूले भनौँ न सोसियल मिडियामा त छ्यापछ्याप्तै देख्नु भएको छ। कतिजनाले चाहिँ मलाई यस्तो खालको क्वेसनहरू पनि गर्नुभएको छ कि
तपाईँहरू के हो यो सबै डिजिटल बिजनेस मात्रै आउँछ त यो फेसबुक त खोल्नै नहुने भयो त भनेर त्यस्तो पनि भन्छ मैले होइन उनीहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ तपाईँहरूलाई त्यो के अरे खालि डिजिटल बिजनेसको मात्रै एड्स आइरहेको छ तपाईँहरूले देख्नु भएको छ भने हामीलाई यदि तपाईँलाई मन पर्दैन भने स्किप गर्नुहोस् होइन स्किप गर्नु यदि तपाईँलाई मनपर्छ भने तपाईँ हामीले दिएको प्रोसेसहरू तपाईँ चालेर जानुभयो भने एकदम तपाईँले चाहिँ सही ठाउँमा तपाईँ चाहिँ प्रवेश गर्दै हुनुहुन्छ होइन र मैले यो बिजनेसलाई मेरो भाषामा भनौँ न मैले चाहिँ सिम्पल वेमा भन्नु पर्दाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ हामी प्राय के छौँ भन्दाखेरि चाहिँ अहिलेको जमानामा चाहिँ सोसियल मिडियामा चाहिँ हामी एकदमै धेरै क्रेजी छौँ होइन त्यसमा पनि अब भनौँ न अहिले सबै नेपालीहरूलाई चाहिँ भन्यो भने कुन चाहिँ धेरै मान्छेले चलाउँछ होला भन्यो भने टिकटक भन्छ होइन टिकटकमा त मान्छे त 2 घन्टा मात्रै होइन हामीले त फेसबुकमा 2 घन्टा भन्छौँ तर त्यहाँ त 8 घन्टा 10 घन्टा 24 घन्टा पनि मान्छे त्यहाँ लागिपर्छ अनि अर्को कुरा चाहिँ के छ भने अरू अब फेसबुकतिर त्यो रिल्सहरू चलाउने यताउता त छँदैछ त्यसमा कतिले चाहिँ अब यस्तो छ स्मार्ट तरिकाले कतिले चलाएको छ र त्यसबाट आय स्रोत पनि गरेको छ होइन त्यसले प्यासिभ इन्कम पनि कमाएको छ त्यो एकदम राम्रो कुरा हो तर कतिलाई त थाहा छैन नि त होइन बिजनेस गरेर पनि यस्तो खालको सोसियल मिडिया प्लेटफर्म चलाएर पनि हामीले चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ मजाले पाल्न सकिन्छ अथवा आफ्नो भनौँ न भविष्य बनाउन सकिन्छ भन्ने कुरा हो उहाँहरूको लागि चाहिँ यदि तपाईँहरू पनि होइन फुल टाइम गर्नुहुन्छ अनि पार्ट टाइम भनौँ न तपाईँहरूले चाहिँ उबर सुबर यताउता राइड चलाउनुहुन्छ अथवा तपाईँले चाहिँ ओभर टाइम गर्नुहुन्छ ओटी भन्छ नि होइन ओभर टाइम गर्नुहुन्छ भनेपछि तपाईँले त्यो ओभर टाइम गर्ने समय भनेको त तपाईँले भनौँ न यो बिजनेसमा 2-3 घन्टा तपाईँहरूले चाहिँ त्यो अरूको फेसबुक चलाएर अरूको टिकटकमा गएर त्यहाँदेखि तपाईँहरूले चाहिँ घन्टौँ बिसाउने त्यो समयमा तपाईँले चाहिँ त्यही समयलाई चाहिँ यो बिजनेसमा चाहिँ लाउनु भयो भने यो बिजनेस गर्नुभयो भने चाहिँ तपाईँले त्यो जुन ओटी गरेको भन्दा चाहिँ तपाईँले फुल टाइम गर्नुहुन्छ नि त्यो फुल टाइम भन्दा पनि तपाईँले चाहिँ यो बिजनेसमा चाहिँ धेरै कमाउनुहुन्छ र तपाईँले कसरी कमाउने तपाईँलाई चाहिँ यहाँ चाहिँ ब्ल्याङ्क चेक लिएर आउनु सक्नुहुन्छ तपाईँले फुल टाइम गरेको भन्दा बढी हुन्छ यहाँ भनेपछि तर अब गर्ने कसरी त तपाईँसँग चाहिँ यो बिजनेसमा आउनको लागि चाहिँ तपाईँ चाहिँ पोजिटिभ माइन्ड सेट लिएर आउनुपर्ने हुन्छ कम्प्लेन त्यहाँदेखि त्यो माथि नेगेटिभ भएर आउनु भयो भने चाहिँ 2 दिन पनि टिक्नु कति त यो बिजनेसमा आउनु भएको छ नि त्यो व्यक्तिहरू चाहिँ बढी त्यो नेगेटिभिटी भरिएको हुन त अब जो कोही पनि तपाईँ हामी अब भनौँ न दमन्तजी भयो हामी अब यता हाम्रो गणेशजी हुनुहुन्छ हाम्रो के अरे यता डमरजी हुनुहुन्छ होइन ज्ञानजी हुनुहुन्छ हामी त्यही सोसाइटीबाट आएको हो नि त होइन त्यही नेगेटिभिटी भएको त्यो पोकाबाट निस्केर आएको हो नि त हामी तर हामी चाहिँ कसरी चेन्ज हुन सक्यो भन्दाखेरि चाहिँ यो बिजनेसको कारणले गर्दाखेरि किन भन्दाखेरि हामी अलिकति अपलिफ्ट होइन त्यसले गर्दाखेरि चाहिँ यो बिजनेसमा चाहिँ तपाईँ गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ आफ्नो सर्कल बदल्नु पर्यो र तपाईँको पोजिटिभिटी तपाईँमा चाहिँ त्यो हुनु पर्यो र अब रह्यो हामीले यो बिजनेसमा चाहिँ 2 घन्टा 3 घन्टा समय चाहिँ हामीले सोसियल मिडियामा जति हामीले खर्चेको हुन्छौँ त्यो समय चाहिँ हामीले यो बिजनेसमा चाहिँ एट्र्याक्सन मार्केटिङ जुन एट्र्याक्सन मार्केटिङको चाहिँ कन्टेन्ट क्रिएट गरेर चाहिँ हामीले चाहिँ एडभर्टाइजिङ गर्ने हामीसँग चाहिँ हरेक कुराहरू छ ट्रेनिङ छ टुल्स छ अटोमेसन सिस्टम छ अनि त्यसमा तपाईँलाई चाहिँ लाइफ टाइमसम्म मेन्टर कोच पनि दिइन्छ त्यति मात्रै होइन हामीसँग भिआइपी ग्रुप पनि छ हामीसँग ह्युज कम्युनिटी छ यो कुराहरू चाहिँ हामीले ट्रेनिङमा चाहिँ हामीलाई चाहिँ स्टेप बाई स्टेप तपाईँलाई चाहिँ सोसियल मिडिया जति पनि छ जतिमा पनि तपाईँ सक्नुहुन्छ स्पेसली त हामीलाई त 7वटा प्लेटफर्म दिएको छ तर अरू पनि गर्न सक्नुहुन्छ अरू प्लेटफर्ममा पनि तपाईँले चाहिँ यहाँ आएर एट्र्याक्सन मार्केटिङ सिक्नुहुन्छ अनि त्यही एट्र्याक्सन मार्केटिङ गरिसकेपछि चाहिँ तपाईँलाई चाहिँ हाम्रो अटोमेसन सिस्टमद्वारा चाहिँ तपाईँलाई चाहिँ बायर कस्टमर चाहिँ तपाईँको सिस्टममा ल्याइदिने काम गर्छ अब तपाईँ आफैले चाहिँ मान्छेलाई गएर पुल गरेर ल्याउने होइन
इन्सुरेन्स कम्पनीमा जस्तो तपाईँले चाहिँ रिक्रुट गरेर ल्याउनु पर्ने, मेम्बरसिप बनाइरहनु पर्ने त्यो झन्झट छैन कि हामीसँग सिस्टम छ नि त। त्यो 24/7 रन हुने सिस्टम भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले नसोचेको रिजल्ट तपाईँले पाउन सक्नुहुन्छ यो बिजनेसमा र छोटो समयमा। र त्यसले गर्दाखेरि चाहिँ यो बिजनेसमा चाहिँ तपाईँले कसरी इन्कम हुन्छ भन्दा चाहिँ तपाईँको एट्र्याक्सन मार्केटिङबाट चाहिँ तपाईँले जुन तपाईँसँग बायर कस्टमर तपाईँको सिस्टममा आउँछ र उहाँहरूले पनि तपाईँले जस्तै फेरि एक्टिभिटिजहरू गरेर उहाँहरू पनि तपाईँसँग जोडिनुहुन्छ। त्यसरी चाहिँ यो बिजनेसबाट चाहिँ हामीले चाहिँ इन्कम जेनेरेट गर्छौँ उहाँहरू जब तपाईँसँग बिजनेस पार्टनर भइसकेपछि है। र अनि अर्को कुरा चाहिँ अब यसको बेनिफिटहरू भन्नुपर्दाखेरि चाहिँ तपाईँको अब भनौँ न अरू बिजनेसहरूसँग मेल खाँदैन कि त्यो बिजनेसहरू भन्दा तपाईँहरूले चाहिँ डिफ्रेन्ट पाउनुहुन्छ। अब तपाईँहरू कतिजनाले सुन्नु भएको छैन होला, बिजनेसमा पनि रिटायरमेन्ट हुन्छ र हावा कुरा बोल्छ भनेर त्यसो पनि भन्छ कि तपाईँको त्यहाँ त्यो एडभर्टाइजमा त्यस्तो खालको क्वेसनहरू पनि आउँछ। अब यो हावा कुरा होइन कि, किनभने हामी यो बिजनेसमा छौँ, हामीले यो बिजनेसमा देखेका छौँ, हामीले भनौँ न रियल पर्सन रियल रिजल्ट हामीले देखेको छौँ। जो मान्छे बाहिर छ होइन, अनि त्यो मान्छेहरूलाई त थाहा हुँदैन होइन। एउटा अब वेयर हाउसमा तपाईँको के छ भन्ने कुरा त तपाईँ त्यहाँभित्र गएर हेर्नुभयो भने मात्रै तपाईँले देख्नुहुन्छ नि त। बाहिर वेयर हाउस भनेर लेखेको छ भने त्यहाँ नाम मात्र पढ्नु भयो भने भित्र के छ भन्ने कुरा त थाहा हुँदैन। जब तपाईँ त्यो घरभित्र पसेर हेर्नुहुन्छ के रहेछ भन्ने कुरा अनि पो तपाईँलाई थाहा हुन्छ। हो, हाम्रो बिजनेसमा पनि एक्ज्याक्टली तपाईँ भित्र पस्नुभयो भने बेनिफिट त कति छ तपाईँ हेर्नुहोस्। अब तपाईँले यो बिजनेसलाई वर्ल्ड वाइड जहाँ कहीँबाट पनि तपाईँले चलाउन सक्नुभयो होइन। अर्को तपाईँले काम गर्नको लागि चाहिँ तपाईँलाई चाहिँ अटोमेसन सिस्टम छ, त्यो सिस्टमले तपाईँलाई काम गरिदिने भयो होइन। नेक्स्टमा भनेको तपाईँले चाहिँ कसैलाई पनि भनौँ न मेम्बरसिप बनाएर अथवा उनीहरूलाई चाहिँ कन्भिन्स गरेर अथवा रिक्रुट गरेर तपाईँले चाहिँ यो बिजनेसमा भनौँ न गरिरहनु पर्दैन। त्यो छ किन भन्दाखेरि हाम्रो चाहिँ सिस्टम भएको कारणले गर्दाखेरि। अब मैले पहिला पनि भनेको थिएँ ट्रेनिङ है, यो बिजनेसमा चाहिँ ट्रेनिङ चाहिँ तपाईँले भनौँ न एउटा युनिभर्सिटी पढ्दाखेरि तपाईँले कोर्स पाउनुहुन्छ नि, त्यो कोर्सको तपाईँले छुट्टै पैसा तिर्नुपर्छ। तर यो बिजनेसमा जुन कोर्स पाउनुहुन्छ त्यो चाहिँ इन्टरनेसनल प्लेटफर्म तपाईँले चाहिँ रन गर्ने, जुनै पनि तपाईँले चाहिँ बिजनेस रन गर्ने प्रकारको चाहिँ तपाईँले चाहिँ एउटा ट्रेनिङ पाउनुहुन्छ। त्यो ट्रेनिङ अनि तपाईँको त्यो मात्रै भएन, अब तपाईँलाई चाहिँ त्यसमा पनि हेल्प गर्नको लागि अब तपाईँको त हरेक कुराहरू त अब्जर्भेसन हुन्छ। अब त्यसमा पनि तपाईँलाई चाहिँ मेन्टर कोच दिइन्छ, हेल्प चाहियो। त्यति मात्रै होइन, तपाईँले भिआइपी ग्रुप पनि तपाईँले पाउनुहुन्छ, ह्युज कम्युनिटी। अझै अब हाम्रै नेपाली सोसाइटीमा अझै अब हाम्रै नेपाली कम्युनिटी पनि धेरै छ, त्यहाँबाट पनि तपाईँले सपोर्ट पाउने भयो। अनि अर्को भनेको तपाईँको रिटायरमेन्ट अर्ली। अब कतिजनालाई रिटायरमेन्ट भन्दाखेरि पत्याएर नलाग्न होइन, रिटायरमेन्ट चाहिँ 3-4 वर्ष 5-6 वर्षमा यहाँ यो बिजनेसमा मजाले पाएको र हामीले देखेका पनि छौँ र हामीले चाहिँ त्यो भित्र भनौँ न गन्दा पाएको छौँ होइन। तर कतिजनालाई त्यो कुरा त थाहा छैन। अनि अर्को कुरा भनेको चाहिँ यो बिजनेसमा तपाईँको भनौँ न रिटायरमेन्ट भइसकेपछि पछि गएर तपाईँले चाहिँ तपाईँको शरीर गयो तर पनि तपाईँले यो बिजनेस तपाईँको छोराछोरीहरूको लागि चाहिँ लिगेसी तपाईँले चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ। जस्तै अब हङकङ लाउरे होइन, कतिजनालाई थाहा छ नि त होइन, युके लाउरेहरूले चाहिँ बाजे बाजेहरू चाहिँ एउटा आर्मी थियो भने उसको भत्ता चाहिँ खाइरहेको हुन्छ, बाजे बोजूहरूको हड्डी पहिले सिद्धियो तर पनि उनीहरूले चाहिँ नाति पनातिले पनि खाइरहेको हुन्छ। भनेपछि यो बिजनेसको पनि तपाईँले चाहिँ त्यसरी चाहिँ पाउन सक्नुहुन्छ। त्यो एउटा राम्रो कुरा भयो है। यसले गर्दाखेरि चाहिँ यो बिजनेसमा तपाईँले धेरै कुराहरू चाहिँ बेनिफिट्सहरू चाहिँ राम्रोसँग चाहिँ पाउन सक्नुहुन्छ। अझै अब धेरै यो कुराहरू बुझ्नको लागि तपाईँले चाहिँ भित्रै पसेर हेर्नुहोस् भने नि त। बाहिर वेयर हाउस भनेको छ भने त्यो वेयर हाउसभित्र पस्नु भएन भने तपाईँले त्यहाँ के छ तपाईँलाई चाहिने टुल्सहरू तपाईँले देख्न सक्नुहुन्छ। तर तपाईँ आफैले यो बिजनेसमा पनि ट्याक्कै स्टेप हाम्रो तपाईँले चाहिँ फलो गर्नुपर्ने हुन्छ। फर्स्ट स्टेप, सेकेन्ड स्टेप के छ त्यो तपाईँले चाल्नुपर्ने हुन्छ। हामीसँग अब यहाँ जति पनि हाम्रो वेबसाइटहरू छ, तपाईँले मान्छे देखिरहनु भएको छ, हामी
5जना छौँ होइन 5जनामा जसलाई ठिक लाग्छ तपाईँको चोइस हो नि त होइन तपाईँको डिसिसन तपाईँसँग हो मैले डिसिसन गरिदिँदाखेरि तपाईँको लाइफ बन्ने होइन दमन्तले गरेकोले अर्को लाइफ बन्छ त भन्दैन नि होइन भनेपछि आफ्नो डिसिसन आफैले गर्ने हो त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई जुन चोइस गर्न लाग्छ मन लाग्छ त्यहाँबाट तपाईँले चोइस गर्ने हो है त कुन फल खान मन लाग्छ आफैले टिप्ने हो नि होइन भनेपछि ल यति नै मेरो चाहिँ है त ल थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच दाइ हजुरहरूलाई अब सबै दाइले एक्सप्लेन गरिदिइहाल्नु भयो है अनि हजुरहरूलाई नि कतिजनाले बुझ्नुभयो होला हजुरहरूलाई चाहिँ अब गाह्रो भइरहेको थियो यो क्वेसन कहाँ गएर गरौँ कसलाई सोधौँ भनेर यस्तो क्वेसन सोध्नुको लागि चाहिँ हजुरहरूलाई गाह्रो भइरहेको थियो भने चाहिँ हजुरहरूले चाहिँ आज छर्लङ्ग बुझ्नुभयो होला उहाँ दाइले राम्रोसँग बुझाइदिनु भयो एक्सप्लेन गरेर अनि हजुरहरूले सायद बुझ्नुभयो होला भन्ने चाहिँ चाहना राख्छु म अनि यसै गरी चाहिँ लास्ट क्वेसन सोध्छु है म ज्ञान दाइलाई एउटा टाइम पनि धेरै भइसकेको छ अनि ज्ञान दाइलाई चाहिँ म के सोध्न चाहन्छु भन्दा हजुरलाई चाहिँ अब यो हामीले यति धेरै भ्युवर्सहरूले हेरिरहनु भएको छ है अनि उहाँहरू पनि चाहनुहुन्छ होला उहाँहरू चाहिँ अब बिजनेस गर्थे तर कसरी कनेक्ट गर्नु के गरेर कनेक्ट गर्नु कहाँ गएर गर्नु भनेर कति धेरै भ्युवर्सहरू अब बिजनेस गर्न चाहने मान्छेहरू चाहिँ त्यसरी बसिरहनु भएको छ भने चाहिँ हजुरले चाहिँ उहाँहरूलाई के भन्न चाहनुहुन्छ त ल फेरि धन्यवाद हाम्रो दमन्तजीलाई र जो कोहीले चाहिँ यो बिजनेसमा आएर चाहिँ म जस्तै लाइफ चेन्ज गर्न चाहनुहुन्छ होइन अनि तपाईँहरू चाहिँ होइन 15 घन्टा 16 घन्टा काम गरेर पनि तपाईँले चाहिँ आफ्नो फ्यामिलीलाई टाइम दिन सक्नु भएको छैन अनि त्यस्तै चाहिँ तपाईँले चाहिँ सेभिङ गर्नु भएको छैन र अब भविष्यमा के गर्ने होला भनेर तपाईँ सोचिराख्नु भएको छ र अब यो बिजनेसमा आउन चाहनुहुन्छ भने चाहिँ एकदमै सजिलो सिम्पल तपाईँहरूको चाहिँ उपाय भनेको चाहिँ जसको चाहिँ तपाईँले चाहिँ भिडियोहरू देखिराख्नु भएको छ उहाँहरूको होइन उहाँहरूले चाहिँ वेबसाइटहरू जस्तै दिनुहुन्छ उहाँहरूको वेबसाइटमा चाहिँ गएर आफ्नो नाम र इमेल राख्नुहोस् र त्यसमा चाहिँ तपाईँले होइन एउटा वेबिनार भिडियो हेर्नु पाउनुहुन्छ त्यो वेबिनार भिडियोमा चाहिँ यो अनलाइन बिजनेस के हो कसरी गर्ने यो अनलाइन बिजनेसबाट चाहिँ कसरी इन्कम हुन्छ भन्ने कुराहरू पनि सिकाएको छ त्यसको साथसाथै चाहिँ त्यहाँ चाहिँ यो बिजनेसमा लगाएर चाहिँ कति मान्छेहरूले आफ्नो लाइफ चेन्ज गरेको छ भन्ने टेस्टिमोनियल पनि पाउनुहुन्छ त्यो सबै कुराहरू तपाईँले चाहिँ डिटेलमा हेर्नुहोस् त्यो चाहिँ एकदमै फ्री अफ कस्टमा हेर्न पाउनुहुन्छ तपाईँले नाम र इमेल मात्र दिने हो है तपाईँले जसलाई दिँदा पनि हुन्छ र नाम र इमेल दिइसकेपछि चाहिँ तपाईँलाई चाहिँ इमेलमा चाहिँ त्यो भिडियोहरू सबै पठाइदिन्छ त्यो हेर्नुहोस् एकदम राम्रो छ होइन हामीले जसरी यो बिजनेसलाई बुझेर हामी यहाँ आएको छौँ र राम्रो सक्सेस गरिरहेको छौँ तपाईँहरूले पनि गर्न सक्नुहुन्छ होइन तपाईँहरूको मेन चाहना हुनु पर्यो चेन्ज हुने चाहना हुनु पर्यो के सधैँ तपाईँहरू चाहिँ अर्काकै अन्डरमा काम गरिराख्ने हो त 60-65 वर्षपछि बुढेसकालमा होइन तपाईँहरूसित रिटायरमेन्ट लिने हो त त्यो बेलामा न खान पाइन्छ न चाहिँ तपाईँले इच्छा गरेको खानु पाउनुहुन्छ होइन तपाईँसित त पैसा त होला रिटायरमेन्ट भइसकेपछि 65 वर्षपछि तर तपाईँको दाँत हुँदैन तपाईँको चाहिँ सुगर ला हुन्छ प्रेसर ला हुन्छ तपाईँले चाहेको कुरा खानु पाउनुहुन्न भने यो बिजनेसमा चाहिँ तपाईँले 5 इयर्समा चाहिँ के गर्नु पाउनुहुन्छ रिटायरमेन्ट लिनु पाउनुहुन्छ र लाइफलाई चाहिँ इन्जोय रूपमा चाहिँ तपाईँले चाहिँ वर्ल्ड वाइड रूपमा ट्राभल गर्न सक्नुहुन्छ यस्तो एमेजिङ बिजनेस नगरेर कस्तो गर्ने है त्यही भएर चाहिँ यस्तो एमेजन बिजनेस यस्तो अपर्च्युनिटीलाई चाहिँ तपाईँले नगुमाउनुहोस् होइन जो कसलाई पनि तपाईँले चाहिँ के गर्नुहोस् सम्पर्क गरेर चाहिँ अझै डिटेलमा बुझ्नको लागि चाहिँ नाम र इमेल दिनुहोस् त्यो हेर्नुहोस् अनि त्यसपछि तपाईँलाई चित्त बुझ्यो तपाईँको लाइफ चेन्ज हुन्छ तपाईँ लाइफ चेन्ज गर्न चाहनुहुन्छ र सधैँ अर्काको काम गरेर दुःख गरेर बसिराख्न चाहनुहुन्न त्यहाँबाट त्यस्तो भुमरीबाट निस्किन चाहनुहुन्छ भने पक्कै पनि यो बिजनेस तपाईँको लागि हो फर्स्ट स्टेप तपाईँको चाहिँ नाम र इमेल दिनुहोस् है जो कोहीलाई पनि यो बिजनेस गरिरहेको छ र त्यहाँबाट चाहिँ भिडियो हेर्नुहोस् अनि त्यसपछि डाइरेक्ट सम्पर्क गर्नुहोस् डाइरेक्ट सम्पर्क गरेर फेस टु फेस कुरा गर्नुहोस् तपाईँलाई चित्त नबुझेको कुराहरू सबै सोध्नुहोस् अनि तपाईँलाई चित्त बुझ्यो राम्रो लाग्यो र लाइफ चेन्ज गर्न चाहनुहुन्छ भने त्यसरी चाहिँ तपाईँ चाहिँ अगाडि बढ्न सक्नुहुन्छ है त धन्यवाद
थ्याङ्क यू सो मच दाइलाई। अनि दाइले नै राम्रोसँग एक्सप्लेन गरिदिनु भयो सबैजनालाई। अनि हजुरहरूलाई थाहा भयो होला कसरी अब आउने, कसरी जोइन हुने त भनेर पनि दाइले सबै भनिदिइहाल्नु भयो। अनि हजुरहरूले पनि अब यति इच्छुक हुनुहुन्छ भने चाहिँ हजुरहरू हामी सबैकोमा जसलाई चाहिँ मनपर्छ, हजुरलाई जो मनपर्छ आफ्नो इच्छा अब आफ्नो इच्छाले जोसँग जान मनपर्छ, यसमा जाँदा चाहिँ अलिक राम्रो हुने रहेछ भनेर सोचिरहनु भएको छ भने चाहिँ त्यो चाहिँ नसोच्नुहोस् है। सबै एउटै हामी उस्तै हो है। अनि हामीले चाहिँ यो बिजनेसमा चाहिँ सक्सेस भइरहेछौँ, सक्सेस गरिरहेको छौँ। अनि यति हजुरहरू पनि यो बिजनेसमा आएर सक्सेस हुन चाहनुहुन्छ, आफ्नो लाइफ चेन्ज गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूलाई चाहिँ वेलकम छ है हाम्रो यो बिजनेसमा। अनि आज चाहिँ यति भन्दै दाइ तपाईँहरूकोमा चाहिँ कमेन्ट्सहरू आएको छ भने पढ्न सक्नुहुन्छ है फेसबुकमा तपाईँहरूकोमा। हाम्रोमा कमेन्ट आएको छ, तिमीले चाहिँ क्लिक गर न। अनि यहाँ दुईजनाको अहिले छ, उमा र लक्ष्मी। उमा सुवेदीले हेलो एभ्रिवान भन्नुभएको छ, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच उमाजी। त्यसै चाहिँ हाम्रो लक्ष्मी जी आउनुभएको छ, आई एम वाचिङ फ्रम सिन्सिनेटी ओहायो भन्नुभएको छ, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। मलाई पनि आजको यो हाम्रो लाइभ हेरेर तपाईँहरूले हामीलाई सहयोग गरिदिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। र जो चाहिँ अझै यो लाइभ छुटाउनु भएको छ रिप्ले हेर्नु होला होइन। यो के थाहा, यो एउटा तपाईँको लाइभले चाहिँ तपाईँको लाइफ चेन्ज गर्छ भने किन नगर्ने होइन, पक्कै पनि हेर्नु होला भन्दै चाहिँ आजलाई बिदा दिनुहोस्। नमस्ते, थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सो मच सबैजनालाई। थ्याङ्क यू सो मच। अनि हाम्रो भ्युवर्सहरूलाई नि थ्याङ्क यू सो मच भन्न चाहन्छु। हजुरहरूले चाहिँ आएर आफ्नो टाइम हामीलाई दिनुभयो, कति धेरै टाइम दिनुभयो। अनि हजुरहरूले हामीलाई सपोर्ट गरिदिनु भयो, हजुरहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि यसै गरी चाहिँ आजको लागि चाहिँ हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच है। दाइहरूलाई पनि अनि गणेशजी हाम्रो दिदीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि आजको लागि चाहिँ अब म लाइभ इन गर्न चाहन्छु है। बाई बाई, सी यू भन्छ। थ्याङ्क यू।